गुड इभिनिङ एन्ड नमस्ते एभ्रिवान। हेलो एभ्रिवान, के छ खबर? सबैजना सन्चै हुनुहुन्छ? ओके, ल मेरो अडियो अनि भिडियो क्लियर छ भने सबैले एकचोटि फर्स्टमा च्याट बक्समा यस भनेर लेखौँ, देन विल स्टार्ट द क्लास है त। ओके ल ठिक छ, थ्याङ्क यू सो मच है, सबैजनाले लेखिरहनु भएको छ। ओके, म हेरिरहेको छु। गङ्गाले, सपनाले, दिपुले, दिशान्तले, सहिस्ता, अनिसा, स्वस्तिका, कृति सबैजनालाई धेरै धेरै धन्यवाद छ है, मेरो अडियो र भिडियो क्लियर भएको कुरा जानकारी गराइदिनु भयो। ओके ल सबैजनाले लेखौँ त, हामी आज कता कताबाट जोइन गर्दैछौँ त, आजको क्लास हामीले कुन कुन ठाउँबाट लिँदैछौँ यो कुरा लेखौँ एकचोटि च्याट बक्समा। ओके, बुटलबाट, कैलालीबाट, सल्यानबाट, कोहलपुल, हेटौँडा, झापा, सैना मैना, ताप्लेजुङ, काठमाडौँ, चितवन, सुर्खेत, कुस्मा, जितपुर, सिमारा, रूपन्देही, भक्तपुर, कैलाली, ओके, सुनवाल, सुर्खेत, अर्घखाँची, विराटनगर, दोलाखा, जुम्ला। ल ठिक छ है त। नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हिमाल पहाड तराई जुनसुकै स्थानमा बसेर जुनसुकै समयमा पनि तपाईँहरूले हाम्रो एम्बिसन गुरुको क्लास लिन सक्नुहुन्छ। र हामी यसरी नै दैनिक रूपमा है, रेगुलर रूपमा हामी लाइभ क्लास आउने नै छौँ। सबैजना यो जुन एक्साइटमेन्ट आज मैले देखिरहेको छु नि, यहाँ च्याट बक्समा देखिरहेको छु, सबैजनाको यो एक्साइटमेन्टलाई के गर्नु पऱ्यो त, यही हिसाबले अगाडि बढाउनु पऱ्यो, यही एक्साइटमेन्ट पछिसम्म कन्टिन्यू हुनु पऱ्यो है त। ओके, अनि स्कुलहरू लाग्न सुरु गरिसक्यो होला पक्कै पनि सबैको। कुन कुन च्याप्टर पढेर भ्याइयो, के पढेर भ्याइयो त लेखौँ त एकचोटि च्याट बक्समा। के सेट पढेर भ्याइसक्यो? सेटमै छौँ, सेट मात्र, सेट पढ्दै, प्रिजम। ओके ल ठिक छ है त। भर्खर स्टार्ट भएको छ, स्ट्याटिस्टिक्स पढ्यो, पिरामिड पढ्यो, सर्कल पढ्यो। ल जुनसुकै च्याप्टरहरू स्कुलमा तपाईँहरूले पढ्दै हुनुहुन्छ एकदम ठिक छ, त्यसलाई कन्टिन्यू स्कुल रेगुलर रूपमा जाने, स्कुलमा पढाएको कुरा पढ्ने, स्कुलमा सरहरूले सिकाउनु भएको कुराहरू सिक्ने, त्यो त कन्टिन्यू गर्नु नै पर्यो। सँगसँगै सबैजनालाई मैले के भन्न चाहेँ भने यसरी नै एभ्रिडे है, एभ्रिडे लाइभ क्लासमा पनि जोडिनु पर्यो है त। ल हामी चाहिँ यो यसी ब्याच 2082 है, सबैजना यो ब्याच 2082 मा हुनुहुन्छ, सबैलाई धेरै 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 स्वागत छ मेरो व्यक्तिगत तर्फबाट, सँगसँगै एम्बिसन गुरुको तर्फबाट सबैजनालाई भेरी भेरी वार्म वेलकम टु एम्बिसन गुरु है त। के हजुरले पढाएको म्याथले मेरो यसीमा 75 मा 70+ आउँछ भन्नुभएको छ, पक्कै पनि तपाईँ पहिलाको स्टुडेन्ट हुनुहुन्छ जस्तो छ है। ओके, डेली एउटा मात्र क्लास हो कि अरू नै हुन्छ, म त यसको बारेमा भन्छु बिस्तारै। अरू क्लासहरू पनि हुन्छ, सुरुमा एउटा क्लासबाट हामी स्टार्ट गर्छौँ अनि त्यसपछि अगाडि बढ्छौँ है त। ल ठिक छ, सबैजनालाई फेरि पनि मैले धेरै धेरै स्वागत गर्न चाहेँ। सबैजनाले यसरी नै जहिले लाइभ क्लास जोइन गर्नु पर्यो है। वेलकम टु एम्बिसन गुरु, वेलकम यसी ब्याच 2082। अब हामी अगाडि बढ्छौँ है। रेडी हो सबैजना अगाडि बढ्नको लागि? ल रेडी हो भने आज चाहिँ हाम्रो ओरिएन्टेसन क्लास छ। विशेष गरी अब हामी कसरी पढ्ने, कसरी अगाडि बढ्ने, म्याथमेटिक्समा कुन टपिकबाट कति मार्क्सका क्वेसन्सहरू सोधिन्छन्, सिलेबस के छ, A+ ल्याउने कसरी, म्याथ कतिलाई गाह्रो लाग्छ होला, गाह्रो लाग्छ कि लाग्दैन, म्याथमा म त पासै हुन सक्दिनँ भन्ने छ होला कतिलाई मलाई धेरै मार्क्स ल्याउनु छ, म पास त हुन्छु भन्ने छ होला, अनि धेरैलाई गाह्रो लाग्छ होला, कतिलाई सजिलो पनि लाग्छ होइन हो। ल गाह्रो लाग्नेलाई अझै सजिलो, सजिलो लाग्नेलाई झन् सजिलो बनाउँदै हामी अगाडि बढ्छौँ होइन। चिन्ता लिनु पर्दैन, डर पनि मान्नु पर्दैन, किनभने म छु, म त्यही भएर त्यही डर नहोस् भनेर नै आएको हो। अब हामी अगाडि बढ्छौँ है। ल दिस इज ओरिएन्टेसन क्लास फर यसी। हामी यसी ब्याच 2082 मा छौँ र यसको ओरिएन्टेसनको क्रममा छौँ। म्याथमेटिक्समा हामीले पढ्नुपर्ने कुराहरू के छ, के कस्तो छ, यो सबै कुरालाई हामी अगाडि बढाउँदै जानेछौँ है त। ओके, अब म्याथमेटिक्समा हामीले के पढ्नुपर्छ, विशेष गरी कम्पलसरी म्याथमेटिक्समा के कुराहरू हामीले पढ्नुपर्छ, कहाँबाट स्टार्ट गर्ने, कसरी पढ्ने, के गरी पढ्दा सजिलो हुन्छ, यो सबै कुरालाई हामी के गर्छौँ त मध्यनजर गरेर अगाडि बढ्छौँ है त। सुरुमा चाहिँ अब सबैजना एम्बिसन गुरु मार्फत जोडिनु भइसक्यो। यो जुन अनलाइनबाट हुने यो यसी तयारी कक्षा, यो निःशुल्क तयारी कक्षा छ, यो कक्षामा रेगुलर रूपमा जोइन हुनु पर्यो। र अब हामी एम्बिसन गुरुको एप त सबैले डाउनलोड गरेकै भएर त आजको यो क्लासमा जोडिन सक्यौँ। सबैजनाले के गर्नु पर्यो भने एम्बिसन गुरुमा यसरी क्लास भइरहेको छ, आफ्नो स्कुलको नाम लेखौँ त एकचोटि। कुन कुन स्कुलबाट हुनुहुन्छ यो पनि सोध्न चाहेँ मैले। कुन कुन विद्यालयबाट हुनुहुन्छ तपाईँहरू? ओके ल ठिक छ, होरिजनबाट सत्यम जेभियर्स, ज्ञानोदय, त्रिभुवन सदन, बागेश्वरी, दार्चुलाको है। ओके ल यति फास्ट च्याट गयो। भानु मेमोरियल, जिएस कलेज, आदर्श, अरण्यको, नवीन, बर्चुली। ल जुनसुकै स्कुलबाट पनि तपाईँहरूले पढिरहनु भएको छ, स्कुलमा पढ्ने कुरालाई नै कन्टिन्यू गर्नुहोस्। हामी यसमा सिकाइको लागि नयाँ तरिकाबाट पढ्छौँ, न्यू वेमा पढ्छौँ है त। ओके एभ्रिवान, ल अब हामी यसमा बढ्दै गर्दाखेरि मैले भन्न चाहेँ, जसरी आज हामी 6 बजेर कति मिनट गयो, आज कति हो भनौँ त सबैजनाले?
आज हाम्रो 29 गते है 29 ओके मेरो इन्ट्रोडक्सनमा आउँछु म कुरालाई जोड्दै म इन्ट्रोडक्सनमा पुग्छु डोन्ट वरी है ल आज 29 गते है धेरैजनाले सोध्दै हुनुहुन्छ सर यो रेकर्डेड प्ले गरिदिनु भएको कि लाइभ क्लासमा नै आउनु भएको छ भनेर पनि सोध्नु भएको छ है आज चाहिँ हामी लाइभ क्लास मार्फत जोइन भएका छौँ सबैजना अहिले 6:07 गयो यो 6:07 जाँदै गर्दा हामी लाइभ क्लासमा छौँ है सबैजनाले बुझौँ मैले यो राइट ह्यान्ड उठाएँ लेफ्ट ह्यान्ड उठाएँ हैन लाइभ क्लासमा नै छौँ धेरैजनाले च्याट गरिरहनु भएको छ हामी यसरी नै निरन्तर रूपमा के गर्छौँ त लाइभ क्लास मार्फत एभ्रीडे साँझ हामी आउनेछौँ हैन जस्तै आज म आएँ हिजो किरण सर आउनुभयो यसरी नै हाम्रो एक दिन एउटा च्याप्टर एक दिन अर्को च्याप्टर अर्को सरको क्लास हुँदै हुँदै अगाडि बढ्छौँ हैन अनि धेरैले सोध्नु भएको छ सर पीसीबाट कनेक्ट गर्न मिल्छ कि मिल्दैन मजाले मिल्छ है मजाले मिल्छ है मैले सबैको च्याट सुन्दैछु है त विनिता सबैको च्याट हेरिरहेको छु सर फोजिपे आउँछ यसीमा आउँछ मजाले आउँछ नि डोन्ट वरी ओके ल है त जहिले पनि हामी 6 बजेबाट यसीको क्लासमा जोइन गर्छौँ म सबैको मेसेज पढ्छु है हामी के गर्छौँ त जहिले पनि एभ्रीडे हामी 6 बजेबाट के गर्छौँ त पहिलो कुरो भनेको लाइभ क्लास आउँछौँ लाइभ क्लास मार्फत है त लाइभ क्लास मार्फत हामी एभ्रीडे साँझ 6 बजेबाट आउँछौँ साँझ 6 बजेबाट आउँदै गर्दाखेरि हाम्रो के हुन्छ त यसमा लाइभ क्लासमा हामीले डिफ्रेन्ट टपिकहरू पढ्छौँ नयाँ तरिकाबाट होइन जहिले पुरानो तरिकाबाट मात्रै नभएर नयाँ टेक्नोलोजीसँग जोडिँदै नयाँ नयाँ कुरा म्याथलाई पनि भिजुअलाइजेसनको माध्यमबाट हामी के गर्छौँ त पढ्छौँ पहिलो कुरो भनेको के भयो त लाइभ क्लासमा हामी के गर्ने रहेछौँ त एभ्रीडे आउने रहेछौँ हो अब यो लाइभ क्लासमा आउँछौँ भनिरहँदा धेरैजनालाई कन्फ्युज लाग्न सक्छ होइन धेरैजनालाई कन्फ्युज लाग्न सक्छ कि सर लाइभ क्लासमा त आउँछौँ तर हामी कुन दिन कुन च्याप्टर पढ्छौँ कुन सब्जेक्टको पढ्छौँ भनेर रुटिनबारे बुझ्न पनि धेरैजनालाई जिज्ञासा हुन्छ कि हुँदैन ओके इङ्ग्लिस मिडियम हो है ल है जिज्ञासा हुन्छ नि सबैजनालाई हुन्छ कि हुँदैन हुन्छ हो हुन्छ भने अब रुटिनको कुरामा सबैजनाले एम्बिसन गुरुको एप डाउनलोड गरिसकेको छ एम्बिसन गुरुको एप खोल्ने बित्तिकै यहाँ यसरी वेलकम टु यसी ब्याच 2082 भनेर आउने भयो अनि यहाँनिर टुडेज लाइभ क्लास भनेर आउँछ सबैको फोनमा आउँछ कि आउँदैन सबैको एम्बिसन गुरु एप डाउनलोड गरेर एम्बिसन गुरुमा जोइन भइसकेपछि यो कुरा आउँछ धेरैजनाले मलाई रुटिन कहिले आउँछ कसरी आउँछ के गरी आउँछ रुटिन के हो कसरी पत्ता लगाउने भनेर सोध्दै गर्दा यहाँनिर जसरी टुडेज लाइभ क्लास भनेर आउँछ नि हो यो टुडेज लाइभ क्लास भनेकै के हो त भनौँ त टुडेज लाइभ क्लास भनेकै आज बेलुका साँझ हुने क्लासको रुटिन हो जस्तै यहाँ म्याथमेटिक्स ओरिएन्टेसन ब्याच 2082 भनेर आयो नि हो यसरी नै अरू क्लासहरू हुँदा इङ्ग्लिसको हुँदा म्याथको हुँदा 2-3टा क्लास सँगै हुँदाखेरि होइन सँगै हुँदाखेरि के हुन्छ त के हुन्छ यहाँनिर टुडेज लाइभ क्लास भनेर आउँछ भनेपछि लाइभ क्लासमा कसरी जोइन हुने अब हामी जब टाइम हुन्छ नि जस्तै आज 6 बजेदेखि 7 बजेसम्म क्लास हुँदै गर्दा टुडेज लाइभ क्लासमा यहाँनिर कुन अप्सन आउँछ भन्दा जोइन नाउ भन्ने अप्सन आउँछ यहाँ के आउँछ त जोइन नाउ भनेर आउँछ जोइन नाउमा क्लिक गरिसकेपछि हामी क्लास लिन सक्छौँ है क्लास लिन सक्छौँ यो कुरा पनि बुझ्यौँ सबैले भनेपछि लाइभ क्लासमा कसरी जोइन हुनुपर्ने भन्ने कुरो सबैलाई थाहा भयो अब लाइभ क्लासमा कसरी मैले सरसँग च्याट गर्ने भनेर धेरैजनालाई कन्फ्युजन छ धेरैले त च्याट बक्समा लेखिरहनु भएको छ कसैले क्युएनएमा लेखिरहनु भएको छ भने कसैले चाहिँ कसरी क्वेसन सोध्ने त सरलाई लाइभ क्लासमा बोल्न मिल्दैन सर म्यासेज हेर्नु भएको छ सर भन्नुभएको छ नि हो अब के हुन्छ भने लाइभ क्लासमा चाहिँ त्यहाँ तल हेर्छौँ भने यसरी च्याट भन्ने अप्सन देखिन्छ है अहिले जसले पनि च्याट गरिराखेको छ च्याट गर्नेलाई त थाहा छ होइन तर च्याट नगर्नेलाई चाहिँ थाहा छैन हो यसरी त्यहाँनिर च्याट भन्ने अप्सन छ त्यो च्याट भन्ने अप्सनमा तपाईँहरूले क्वेसन टाइप गर्नुहुन्छ नबुझेको कुरा सोध्नुहुन्छ अथवा सर यो कसरी गर्ने हो भनेर सोध्नुहुन्छ भने मैले यहाँबाट टक्क हेर्छु अनि जस्तै केशव तिमल सिन्हाले हाई लेख्नु भएको छ हेलो भन्छु होइन अरूले भन्नुभएको छ सर हजुरले मेरो रिप्लाई दिइरहनु भएको छैन त भन्नुभएको छ मिलनले मैले रिप्लाई दिइरहेको छु अनि प्रतीक्षाले सर क्लिक गर्दाखेरि क्लिक भएन भन्नुभएको छ रोहितले मेरो नेम लिनु न भन्नुभएको छ धेरैजनाले भन्नुभएको छ नि हो यहाँबाट मैले के गर्न सक्छु त यो च्याट भन्ने अप्सनबाट तपाईँहरूले जुन च्याट गर्नुहुन्छ त्यो कुरा हेर्न सक्छु हैन त्यहाँ हेर्न सक्छु मैले पठाएको च्याट गएको छैन भन्नुभएको छ गएको छ सिखा है सबैको गएको छ त्यो कुरा मैले के गर्छु त हेर्न सक्छु यसरी हामी लाइभ क्लासमा चाहिँ कसरी बोल्छौँ यसरी नै बोल्छौँ र अब लाइभ क्लासमा कुरा गर्दै गर्दाखेरि धेरैजनाले सर हेलो सर मात्रै लेख्नुहुन्छ लाइभ क्लासमा चाहिँ कुरा गर्दै गर्दा चाहिँ हेलो सर मात्रै लेखेर मैले के गर्नुपर्छ हेलो भनेपछि मैले हेर्नुपर्छ अनि हजुर के प्रब्लम छ भन्नुपर्छ फेरि त्यहाँबाट आउँदै गर्दाखेरि टाइम बढी जान्छ त्यो भएर लाइभ क्लासमा हामी जोइन भइरहेको बेला चाहिँ च्याटमा कसरी हामी गर्छौँ भन्दा कुनै प्रब्लम भयो कुनै क्वेसन गर्दा गर्दै थर्ड स्टेप बुझिएन भने हेलो सर मैले बुझिनँ होइन कि हेलो सर मैले यो स्टेप बुझिनँ भनेर कम्प्लिटली लेख्ने त्यो भएपछि मैले रिप्लाई गर्छु है रिप्लाई गर्छु अनि कहिलेकाहीँ मैले
बुझेन भने के गर्ने त भन्दा बुझिन्छ भने मैले बुझ्यो कि नै भन्दा यस लेख्ने, बुझ्यो कि नै भन्दै गर्दा के लेख्नु पर्यो त यस भनेर लेख्ने। इनकेस बुझेन भने आइडिके लेख्ने, त्यसपछि के बुझेन है त, बुझेन कुनै कुरामा कन्फ्युज भयो भने आइडिके लेख्ने, त्यसपछि म के गर्छु त रेस्पोन्स गरेर के बुझेन त्यसमा हामी क्लियरली अगाडि बढ्छौँ। यो सेकेन्ड पार्ट भयो। ठिक छ, हामीले लाइभ क्लास कसरी लिने भन्ने कुरा पनि बुझ्यौँ। रेकर्डेड अब के गर्छौँ त हामी लाइभ क्लास कहिलेकाहीँ इनकेस छुट्यो भने के हुन्छ त हैन, लाइभ क्लास कहिलेकाहीँ छुट्यो, विभिन्न कारणवश कतै जानु पर्यो, बत्ती गयो, डिफ्रेन्ट हुनसक्छ नि त रिजनहरू, त्यो कन्डिसनमा लाइभ क्लास छुट्यो भने लाइभ क्लासको रेकर्डेड भिडियो पनि एपमा हेर्न मिल्छ। के गर्न मिल्छ अरे रेकर्डेड भिडियोज हेर्न मिल्छ हामीले एपमा है। रेकर्डेड भिडियोज के गर्न मिल्छ त एपमा हेर्न मिल्छ। यो रेकर्डेड भिडियो हेर्दै गर्दा चाहिँ एउटा 2081 मा पढाइसकेका छौँ हामीले, सबै च्याप्टरको सबै भिडियोहरू 2081 मा छ। हो यो 2081 को सबै च्याप्टरहरूको सबै भिडियोहरू हेर्न मिल्यो। एम्बिसन गुरु एपबाट जोडिरहेको छ भने एम्बिसन गुरु एपमै है। ठिक छ न्युसन, ओके ल है। मेरो इन्ट्रोडक्सनमा म पुग्दैछु, मैले इन्ट्रोडक्सन पनि यहाँको फिचरसँग जोडेर नै दिन्छु है त। ओके ल यो भयो। अब 2081 को सबै भिडियो हेर्न पाइने भयो। अर्को भनेको डेली, जस्तै हिजो भएको क्लासको आज हेर्न पाइने भयो। त्यो चाहिँ कसरी हेरिन्छ भन्दा यहाँ सबैले देखाएको छ, अहिले भर्खरै भएको नयाँ आएको भिडियोहरू चाहिँ न्यू भिडियो भनेर आउँछ, त्यहाँ तल न्यू भिडियोज भनेर आउँछ। न्यू भिडियोजबाट आइसकेपछि के गर्न सक्छौँ त हामीले, यो न्यू भिडियोजमा जुन आउँछ नि भिडियोहरू त्यहाँ गएर पनि हेर्न सक्यो न्यू भिडियो, हो कि होइन भनौँ न। सकिएन न्यू भिडियोज भनेर हेर्न सबैले, सबैको च्याट देख्छु है, च्याट देख्यो कि देखेन भन्न चाहिँ पाइएन, सबैको च्याट देख्छु मैले। ओके, अनि कसैकोमा आवाजमा प्रब्लम छ भने एकचोटि यहाँबाट प्रब्लम भएको होइन, तपाईँहरूको डिभाइसमा प्रब्लम हुनसक्छ, वाइफाईमा प्रब्लम हुनसक्छ, नेट अलिक कम चल्ने ठाउँमा हुन्छ, डाटाबाट छ भने डाटाबाट जहाँनेरि गएर फेसबुक चलाउँदा अर्थ गर्दाखेरि डाटा मजाले चल्छ, त्यहीँ गएर एकचोटि यसो देखाउनु पर्यो अनि डाटा चल्छ है। ओके ल सबैको देख्छु मैले च्याट भने चाहिँ न्यू भिडियोज भनेर यहाँ एउटा यसरी हेर्न सक्यो। होइन म म्याथको साइन्सको अरू नै टपिकको भिडियोहरू हेर्छु, लास्ट इयर 2081 मा सरहरूले पढाउनु भएको भिडियो हेर्छु भने यहाँनेरि स्टडी भन्ने आइकन छ होला। हो एपमा स्टडी भन्ने आइकन छ कि छैन भनौँ त, स्टडी भन्ने आइकन छ कि छैन? छ नि, ओके भेरी गुड। छ भने त्यो स्टडी भन्ने आइकनमा क्लिक गर्ने बित्तिकै यसरी सब्जेक्टहरू आउँछ, म्याथमेटिक्स, साइन्स, सामाजिक, इङ्ग्लिस होइन, यसरी के गर्छ त सब्जेक्टहरू आउँछ। अनि यसमा क्लिक गरेर योभन्दा भित्रको च्याप्टर्सहरूको लास्ट इयरको भिडियोहरू पनि के गर्न सकिन्छ त मजाले, कुन भिडियो हेर्ने त्यो कुरा पनि हेर्न सकिन्छ। यहाँसम्म केही कन्फ्युजन, केही बुझ्नु छ अरू कुरा? ल हामीले के गर्यौँ, लाइभ क्लास कसरी लिने भन्ने कुरा बुझ्यौँ, लाइभ क्लासमा कसरी क्वेसन सोध्ने भन्ने कुरा पनि बुझ्यौँ, रेकर्डेड भिडियोज कहाँ हेर्ने कसरी हेर्ने पनि बुझ्यौँ कि बुझेनौँ भनौँ त, बुझ्यौँ कि बुझेनौँ लाइभ क्लास कसरी हेर्ने? ओके ल यसरी बुझ्यौँ भने अब अर्को यसमा हाम्रो के छ त, क्वेसन कहिलेकाहीँ के गर्छ, कुनै क्वेसनमा प्रब्लम हुन्छ, कुनै क्वेसन सोध्नु पर्यो, कुनै क्वेसनको बारेमा डिस्कसन गर्नु पर्यो भने के गर्न सकिन्छ भनौँ त। कुनै क्वेसनमा डिस्कस गर्नु पर्यो, कसैलाई सोध्नु पर्यो भने एउटा भनेको के छ, हाम्रो एपमा हेर्न सकिन्छ डिस्कसन भन्ने छ। हो डिस्कसन भन्ने यहाँनेरि तल पनि एउटा आइकन छ, सबैले हेरौँ त भाइ बहिनीहरू। मेरो इन्ट्रोडक्सनमा जान्छु के म, मेरो इन्ट्रोडक्सन दिने ठाउँ आउँदैछ, एकछिन वेट गरौँ न है। ल हेर यहाँनेरि डिस्कसन भन्ने छ, डिस्कसनमा गएर यहाँ जस्तै एन्जेलिका पुनले एनीवन क्यान यु सल्भ देन प्लिज हेल्प मी भनेर यहाँ एउटा क्वेसन सोधेको रहेछ। सजिताले फ्रम वेयर क्यान यु गेट द नोट्स अफ 2082 इयर भनेर त्यो डिस्कसनमा सोधेको रहेछ। अनि यहाँ हेलिनाले अर्को क्वेसन सोधेको रहेछ। यसरी नै सौगातले विल देयर बी लाइभ क्लासेस फर यसी ब्याच 2082 इफ एस देन वेन भनेर क्वेसन सोधेको रहेछ। यसरी नै एउटा के गर्न सकिन्छ त डिस्कसनमा गएर आफूले जाने कुरा अरू साथीहरूलाई सोध्न सकिन्छ। एउटा यो भयो, तर सबै कुरा साथीहरूबाटै सल्भ हुन्छ त हुँदैन। कतिपय कुराहरू टिचरसँग नपढेका कुरा क्वेसनहरू सोध्न पर्यो नि त। त्यो बेला अब यो चाहिँ के भयो, आफूले जाने कुरा सेयर गर्ने ठाउँ भयो साथी बिचमा है। साथी बिचमा सेयर गर्ने पार्ट के भयो त, यो भयो डिस्कसन भन्ने पार्टबाट साथीमा कुराहरू सेयर गर्ने भयो होइन। अब यसपछि अर्को भनेको के छ भने, अर्को भनेको नोट्स छ। धेरैजनालाई के गर्नुपर्ने हुन्छ, नोट्स चाहिने हुन्छ। यहाँनेरिबाट नोट्स हेर्न पनि सक्यो, यहाँ तलबाट नोट्स हेर्न पनि सक्यो। नोट्स भन्ने पनि के छ त अप्सन छ है त। रेकर्डेड क्लास लाइभ क्लास हेऱ्यो, रेकर्डेड भिडियो हेऱ्यो, त्यसपछि होइन रेकर्डेड भिडियो हेरिसकेपछि नोट्सको बारेमा बुझ्नु पर्यो, नोट्स पढ्न मन लाग्यो, नोट्स पढ्न पनि पाइन्छ। नोट्स के छ त ह्यान्ड रिटन नोट्सहरू छ है, ह्यान्ड रिटन नोट्सहरू छन्।
हैन ह्यान्ड रिटन नोट पनि हुन्छ क्लास सकेपछि यहाँ जुन पढाइन्छ त्यो कुराको नोट पनि हुन्छ है ओके इङ्ग्लिस मिडियम र नेपाली मिडियम कसरी थाहा पाउने भन्नुभएको छ इङ्ग्लिस मिडियम र नेपाली मिडियम थाहा पाउनको लागि त्यहाँ माथि यहाँनेरि गएर यहाँ गएर माई कोर्स भनेर हेर्दा पनि हुन्छ अहिले म त्यो कुरा पनि सिकाउँछु है त ल यो चाहिँ के भयो नोट्स हेर्ने तरिका भयो अब नोट पनि हेऱ्यो पढ्यो पनि अब टेस्ट दिन मन लाग्यो भने यहाँ टेस्ट भन्ने अप्सन छ टेस्ट भन्ने अप्सनबाट टेस्ट पनि दिन मिल्छ अनि सँगसँगै क्वेसनहरू प्र्याक्टिस गर्न मन लाग्यो यसीमा सोधेको हैन लास्ट इयर 2081 मा सोधेको 2080 मा सोधेको त्यहाँभन्दा अगाडि सोधेको सबै कुराहरू जुन यसीमा सोधेको क्वेसनहरू छ नि त्यो यसीमा सोधेको क्वेसन सँगसँगै यो क्वेसनलाई के पनि भन्न सक्छौँ हामीले पास्ट इयर क्वेसन्स पनि भन्न सक्छौँ पास्ट इयर क्वेसन्सहरू नि एपमा छ अरू क्वेसन्सहरू पनि के छ त एपमा छ त्यो क्वेसन्सहरू पनि मजाले प्र्याक्टिस गर्न पाइयो अब प्र्याक्टिस गर्दा गर्दै कन्फ्युजन भयो केही कुराहरू जान्नेन केही कुराहरू सरसँग सोध्छु है भन्नु पर्यो भने त्यो बेलामा सरलाई सोध्ने कहाँबाट जस्तो लागेको छ जस्तै तिमीहरूले मसँग कुरा गर्नु पर्यो हैन हैन मसँग कुरा गर्न पर्यो नि हो मसँग यदि कुरा गर्नु पर्यो मलाई कुनै क्वेसन सोध्नु पर्यो भने कहाँबाट सोध्ने जस्तो लागेछ त सोधेको छ कसैले ल हेरौँ है कहाँबाट सोध्ने हो भने मलाई यदि कुनै क्वेसन सोध्न मन लाग्यो भने कहाँबाट सोध्ने भन्दा यहाँ तल यसरी आस्क भन्ने फिचर देखिन्छ हेरौँ है सबैले मलाई केही क्वेसनहरू सोध्न मन लाग्यो सर मेरो नेपाली मिडियम हो नि इङ्ग्लिसमा भएछु नेपाली बनाइदिनुहोस् अथवा सर मैले यो क्वेसन जाने छैन सिकाइदिनुहोस् भनेर सोध्न मन लाग्यो भने आस्क भन्ने सेसन छ सबैजनालाई थाहा छ कि छैन सबैजनाले यो एप भन्दा पनि पहिला मैले सोधेँ फेसबुक इन्स्टाग्राम मेसेन्जर चलाउन त आउँछ नि सबैलाई त्यहाँनेरि के गर्न मिल्छ हामीले के गर्न मिल्छ एउटा टेक्स्ट मेसेज गर्न मिल्छ भोइस मेसेज गर्न मिल्छ अर्को फोटो खिचेर पठाउन मिल्छ कि मिल्दैन मिल्छ कि मिल्दैन मेसेन्जरमा इन्स्टामा अरूमा सोसल मिडियामा मिल्छ हो मिल्छ भने अब हाम्रो एम्बिसन गुरुमा नि आस्क भन्ने फिचर छ है एम्बिसन गुरुमा नि के छ त आस्क भन्ने फिचर छ आस्क गुरु भन्ने फिचर छ यो आस्क गुरु भन्ने फिचरबाट स्टुडेन्टहरूले तिमीहरूले चाहिँ हामीहरूलाई हैन के गर्न मिल्छ त सर मलाई यो क्वेसन आएन यो क्वेसन सिकाइदिनु भनेर टेक्स्ट मेसेज गर्न नि मिल्छ भोइस मेसेज गर्न नि मिल्छ अथवा आफूलाई जुन क्वेसनमा प्रब्लम हुन्छ है जुन क्वेसन प्रब्लम हुन्छ त्यो प्रब्लम भएको क्वेसनको फोटो खिचेर सर मलाई यो क्वेसन आएन सल्भ गरेर पठाइदिनुहोस् भन्नुभयो भने मैले सल्भ गरेर पनि के गरिदिन्छु त सबैको लागि क्वेसन सल्भ गरेर पठाइदिन्छु हो अब यो आस्कमा गएर क्वेसन कसरी सोध्ने त भन्दा आस्कमा गएपछि यहाँनेरि यसरी आउँछ यहाँ टिचर्सहरूको नाम आउँछ अनि टिचर्सहरूको नामबाट आफूलाई कुन सब्जेक्टको कुन टिचरलाई सोध्नु पर्यो सरलाई सोध्न पाइयो है त ओके ल अब बल्ल कुरो आयो अर्को अघि धेरैजनाले सर हजुरको नाम के हो हजुरको इन्ट्रोडक्सन नि दिनुहोस् न भन्नुभएको थियो अब मेरो इन्ट्रोडक्सन है त मलाई यदि कुनै क्वेसन सोध्नु पर्यो भने सबैले के गर्ने रहेछ एम्बिसन गुरुमा जाने एम्बिसन गुरुमा गएर आस्क भन्ने फिचरमा गइसकेपछि त्यहाँ गएर मेरो नाम सर्च गर्ने सबैजनालाई मैले मेरो नाम पहिला लेखेँ अनि त्यसपछि भन्न चाहे है ओके एभ्रिवान ल अब बल्ल इन्ट्रोडक्सनको पार्टमा आयो नि त मेरो नाम सत्यनारायण पराजुली हो है मेरो नाम सत्यनारायण पराजुली हो मैले तपाईहरुलाई के गर्छु भने कम्पलसरी म्याथमेटिक्समा है त कम्पलसरी म्याथ्समा के गर्छु त हेल्प गर्नेछु है त ओके कम्पलसरी म्याथमेटिक्स हामी सबै च्याप्टरहरु यति मजाले पढ्छौं यस्तो नयाँ तरिकाबाट पढ्छौं कम्पलसरी म्याथमेटिक्स गाह्रो लाग्नेलाई पनि सजिलो अनि बोरिङ लाग्नेलाई के गर्छौं त बोरिङ लाग्नेलाई पनि के गराउँछु त म म्याथलाई माया गर्ने बनाएर छोड्छु यति चाहिँ ढुक्क हुँदा हुन्छ है यति चाहिँ ढुक्क हुँदा हुन्छ सबैले मैले फेरि पनि बताएँ मेरो नाम सत्यनारायण पराजुली मैले तपाईहरुलाई कम्पलसरी म्याथमेटिक्समा एज अ फ्यासिलिटेटर के गर्छु त हेल्प गर्छु है ओके ल ठीक छ भनेपछि अब मलाई केही क्वेशन सोध्नु पर्यो भने कहाँबाट सोध्ने रहेछ आस्कबाट सोध्ने रहेछ मैले चाहिँ तपाईहरु भन्दा अगाडिको एम्बिसन गुरुमा चाहिँ है एम्बिसन गुरुमा चाहिँ मैले 2080 को 2081 को ब्याचलाई पढाएर अब तपाईहरु एम्बिसन गुरुमा चाहिँ मेरो थर्ड ब्याच हुनुहुन्छ 2082 को भाइ बहिनीहरु तपाईहरुलाई मैले के गर्छु त म्याथ पढाउने छु मैले जानेको कुरा सिकाउने छु तपाईहरुसँगबाट पनि सिक्ने छु ठीक छ कि छैन ओके ठीक छ कि छैन म्याथमा मजाले पढेर नयाँ तरिकाबाट पढेर म्याथलाई माया गर्ने र म्याथको हरेक कुरा कन्सेप्चुअली बुझ्नको लागि सबैजना रेडी हो कि हैन मसँगै जुडेर यसरी एम्बिसन गुरुको प्लेटफर्म मार्फत मसँग जोडिएर हैन म्याथमा मजाले पढ्दै अगाडि बढ्दै राम्रो मार्क्स त ल्याउने नि हो सँगसँगै हरेक कुरा बुझेर अगाडि बढ्ने हो कि हैन ल लेखौं त सबैजनाले
ओके ल इनर्जी देखिरहेको छ है सबैमा ओके भेरी गुड ल ठिक छ ओके थ्याङ्क यू सो मच है त ल हो भने छ ओके यो इनर्जी लास्टसम्म कायम हुनु पर्यो कहाँबाट क्वेसन सोध्ने कसरी क्वेसन सोध्ने भन्ने कुरा पनि मैले यहाँनिर देखाइहालेँ यसरी क्वेसन सोध्न सकिन्छ है त ओके एभ्रिवान मलाई चिन्यो नि अब चिन्यो कि चिन्दैन मैले के पढाउने रहेछु भन्ने कुरो भयो कि थाहा भयो कि भएन थाहा भयो है ल ठिक छ थाहा भयो भने एकदम राम्रो ओके ल सबैजना रेडी हो भने म पनि रेडी हो मेरो त यो एक्साइटमेन्ट लास्टसम्म घट्दैन मेरो यो इनर्जी जुन छ यो इनर्जी लास्टसम्म घट्नेवाला छैन तपाईँहरू सबैजनाको इनर्जीलाई पनि के गर्नु छ त यही राखिरहनुहोस् भनेर अब अगाडि बढ्छौँ है ल यहाँसम्म कुरा भयो अब क्वेसन लाइभ क्लास कसरी लिने एपको बारेमा केही कुराहरू बुझ्यौँ अब हामी अगाडि बढ्छौँ अब अगाडि बढ्दै गर्दाखेरि ओके धेरैजना भर्खर पनि जोइन हुँदै हुनुहुन्छ नमस्ते सर भन्नुभएको छ नमस्ते एभ्रिवान सबैजनालाई फेरि पनि भेरी वार्म वेलकम जति पनि नयाँ जोडिँदै हुनुहुन्छ यसरी नै जोडिनु पर्यो रेगुलर लाइभ क्लासमा आउनु पर्यो हामी मजाले पढ्नेछौँ सिक्नेछौँ मेन भनेको लर्निङ होइन लर्निङ कहिले पनि छुट्दैन ओके ल अब हाम्रो यतिन्जेल हामी क्लास 9 सम्म सकेर आयौँ अब हामी बल्ल कोर्समा थोरै अगाडि बढ्दैछौँ है कोर्स कन्टेन्टमा थोरै अघि बढ्दैछौँ सिलेबस हेर्छौँ अनि हामी सेटबाटै स्टार्ट गर्छौँ है त ओके ल हेरौँ है त क्लास 9 हाम्रो फाइनल्ली सकियो कि सकिएन के सेटबाटै हामी पढ्न सुरु गर्छौँ है त म यति मजाले बुझाइदिन्छु डोन्ट वरी सेट पनि यसरी पढिने रहेछ है सेटको पनि एप्लिकेसन यो रहेछ है भन्ने कुरा पनि बुझिन्छ है त क्लास 9 आजसम्म हामीले सकेर होइन 1 देखि कसैले पिजी देखि पढ्यौँ कसैले नर्सरी देखि पढ्यौँ जसरी पनि पढ्यौँ हामीले क्लास 9 सम्म सकेर अब हामी के गरेका छौँ त क्लास 10 मा पुगेका छौँ जुन चाहिँ यो क्लास 10 छ यो क्लास 10 चाहिँ हाम्रो एकाडेमिकल्ली एज वेल एज इमोसनल्ली पनि यति क्रुसियल पिरियड हो यति क्रुसियल इयर हो नि हाम्रो जुन लाइफको किनभने यहाँबाट हाम्रो के हुन्छ त यसपछि हाम्रो ट्रान्जिसन फेज सुरु हुन्छ कि हामी यो 10 क्लास जब सक्छौँ 10 क्लास सकिसकेपछि एउटा ट्रान्जिसन के हुन्छ त पिरियड सुरु हुन्छ किन त्यही भएर यो क्लास 10 चाहिँ जुन चाहिँ हामी क्लास 9 सम्म जे जसरी पढ्यौँ जति कुराहरू जान्यौँ कतिलाई म्याथ गाह्रो लाग्यो होला कतिलाई सजिलो लाग्यो होला होइन अरू साथीहरूले चाहिँ हेर्न मिल्दैन च्याट मैले मात्रै हेर्न मिल्छ है त सबैको च्याट मैले चाहिँ हेर्न मिल्छ साथीको च्याट अर्को साथीले चाहिँ हेर्न मिल्दैन ओके ल ठिक छ है ओके ल अब क्लास 9 सम्म हामीले जे जति पढ्यौँ कतिलाई म्याथ गाह्रो लाग्थ्यो एकचोटि लेखौँ त म्याथ गाह्रो लाग्ने जतिले मलाई गाह्रो लाग्थ्यो मी भनेर लेखौँ न म्याथ गाह्रो लाग्नेले ओके केशवलाई लाग्ने रहेछ एल्भिनालाई ओके रोशनीलाई इभालाई दर्पणलाई सञ्चितालाई दिव्यालाई मायालाई प्रतीकीलाई ललितालाई है धेरैजनालाई म्याथ गाह्रो लाग्ने रहेछ है ओके अब म्याथ गाह्रो लाग्नेवाला छैन हामी मजाले बुझेर एकदम सजिलो तरिकाबाट कसरी एप्रोच गर्ने भनेर हामीले पढ्छौँ है त म्याथ गाह्रो हुँदैन अब है 40 नै कटेन भन्नुभएको छ ल ठिक छ कोर्स कहिलेसम्म भ्याइन्छ हाम्रो यहाँ कोर्स भ्याइएर क्वेसन एन्सर डिस्कसन गरेर पास्ट इयर क्वेसन गरेर ब्रह्मास्त्र महारिभिजन जस्ता क्लासहरू हामीले गराउँछौँ है त ओके 98 आएको थियो ल ठिक छ जे जति आयो क्लास 9 सम्म जति पनि आयो मार्क्स ठिक छ त्यसलाई कन्टिन्यू गरौँ राम्रो आउनेले नराम्रो आउनेले सुधार गर्ने हो है सुधार गर्ने हो ओके ल अब त्यसपछि अब 9 क्लाससम्म सकेर अब हामी 10 क्लासमा पुग्यौँ 10 क्लासमा पुग्यौँ भन्नुको मतलब अब यसी दिनेछौँ है हामी अब यसीको लागि तम तयार छौँ हो कि होइन हामी यसीको लागि तम तयार भएर अगाडि बढिरहेका छौँ एसीको लागि यसरी तम तयार भएर अगाडि बढिरहँदा सुरुमा त हामीलाई यसी भनेको के हो भन्ने कुरा बुझ्नुपर्छ एसी भनेको सेकेन्डरी एजुकेसन एक्जामिनेसन हो सबैजनालाई थाहा पनि छ है सबैजनालाई सेकेन्डरी एजुकेसन एक्जामिनेसन हो यो कुरा थाहा छँदैछ अब यो यसी हाम्रो स्कुलमा हुँदैन यसी बोर्डले लिन्छ त्यो भएर सबैजनाले एकदमै राम्ररी पढ्नुपर्ने हुन्छ राम्ररी तयारी गर्नुपर्ने हुन्छ त्यसमा राम्रोसँग अगाडि बढ्नुपर्छ है ओके अनि अब म्याथको कस्तो हुन्छ क्वेसन प्याटर्न त्यो कुरालाई नै हामी अगाडि बुझ्नेछौँ है त ल सेकेन्डरी एक्जामिनेसनमा के गर्दैछौँ त हामी प्रवेश गर्दैछौँ त्यो कुरालाई पनि ध्यान दिनु पर्यो अब के छ हामी भर्खर 10 क्लासमा आएको छौँ यसी दिने स्टुडेन्ट हामीमा नयाँ क्लासमा आएको छौँ न्यू क्लासमा छौँ नयाँ जर्नी स्टार्ट गरिरहेको छौँ सँगसँगै नयाँ बिगिनिङ छ हाम्रो लागि यो इनर्जी यति धेरै भरपुग छ 10 क्लासमा त सुरुदेखि नै मजाले पढेर एकदमै म्याथ सजिलो बनाउने साइन्स सजिलो बनाउने मलाई म्याथ गाह्रो लाग्छ भने छ सजिलो बनाउने समय सुरु भएको छ राइट हो नि अर्को भनेको के छ त न्यू एक्साइटमेन्ट थपिएको छ
छ कि छैन? सबैजना एकदमै धेरै इनर्जीका साथ एक्साइटेड छौँ नयाँ क्लासमा, नयाँ इनर्जीका साथ। यसलाई कन्सिस्टेन्टली अगाडि बढाउनुपर्छ, यो इनर्जीलाई सँगसँगै पढाइलाई, होइन? कसरी बढाउने, हामी कसरी पढ्ने, कसरी एप्रोच गर्ने, सुरुदेखि नै पढाइ गर्ने हो कि पढ्दै अरू कुराहरू पनि ब्यालेन्स गर्दै बढ्ने हो, त्यो कुराबारेमा नि गर्छौँ। भनेपछि यो एक्साइटमेन्ट छ सबैमा, यसलाई कन्टिन्यू गर्दै हामी अगाडि जानुपर्छ। र यो मैले अघि पनि भने, फेरि पनि भन्छु, वान अफ द मोस्ट क्रुसियल पिरियड अफ स्कुल लाइफ। किन? यो भनेको आफूले आफैलाई चिन्ने टाइम हो के, है त युना? यो चाहिँ के हो त? आफूले आफैलाई चिन्ने टाइम हो एउटा भनेको। अर्को भनेको एसी एक्जामिनेसन दिने पनि टाइम हो, है? अर्को भनेको बोर्ड एक्जामिनेसन हुन्छ, यनिबीले एक्जाम लिन्छ, त्यो भएर अझै धेरै इम्पोर्टेन्ट छ। यो बोर्ड एक्जामिनेसन हुन्छ, त्यो भएर अझै धेरै नै इम्पोर्टेन्ट छ। यसलाई कन्टिन्यू गर्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ हामीले अब यसमा बुझेर त पढ्नै पर्यो, बुझ्नै पर्यो। मेन त बुझेर पढ्नुको सँगसँगै अगाडि बढेर के गर्नुपर्छ त? हामीले बुझेर पढ्दै मार्क्स पनि बढाउनु छ। त्यो भए चाहिँ कसरी मार्क्स बढाउने, कसरी बुझेर पढ्ने, त्यसको बारेमा नि डिस्कस गर्छौँ, है त? मैले फेरि पनि भने, सेल्फ आइडेन्टिफिकेसनको लागि यो एकदमै क्रुसियल इयर हो। अब ट्रान्जिसन स्टार्ट हुन्छ। हामीले 10 क्लास पछि के गर्ने भन्ने कुरा सोच्ने टाइम नै हाम्रो 10 क्लास नै हो। त्यो भएर त हामी सेटबाट नै स्टार्ट गर्छौँ, है त जस्मिन? सबैलाई मैले भने हामी आज सेटबाट नै स्टार्ट गर्छौँ। सेटको एउटा क्वेसनसम्म भ्याएर सेट भनेको के हो, यस्ता कुराबाट स्टार्ट गर्छौँ, है? ओके, यसी हुँदैन भनेको होइन भनेको छ। यसी नहुनको लागि प्रस्ताव आएको हो, नहुने भन्ने फिक्स भइसकेको छैन। यसी हुन्छ, किनकि यनिबीले फर्म भर्नु भनेको छ, है? त्यो भएर यसी हुन्छ, है त? ओके ल, 75 मा 75 नै ल्याउनुपर्छ। डोन्ट वरी, त्यो ल्याउन सक्ने बनाउने जिम्मा मेरो भयो। भनेपछि सेल्फ आइडेन्टिफिकेसन पिरियड हो यो, यसलाई युज गरौँ। अरू भनेको यो एक्जामिनेसनको पार्ट भयो, यसलाई पनि हामीले मध्यनजर गरेर अगाडि बढ्नुपर्ने हुन्छ। अब स्टार्टिङ कसरी गर्ने त? 10 क्लासमा आएको छौँ, हाम्रो बिगिनिङ कस्तो हुनुपर्छ, स्टार्टिङ कस्तो हुनुपर्छ भन्ने कुरामा छौँ। सबैजना एकदम एक्साइटेड, यो इनर्जीका साथ छौँ भने स्टार्टिङ पनि राम्रो हुनु पर्यो। र राम्रो स्टार्टिङ हुनु पर्यो भन्दै गर्दा मैले के भन्छु भने, एउटा एकदमै महान व्यक्तिले के भन्नुभएको छ अरे भन्दा, एन इडियट विथ अ प्लान क्यान बिट अ जिनियस विथआउट अ प्लान। अब बिगिनिङ कस्तो गर्ने त भन्ने कुरा, जति नै ट्यालेन्ट छौँ, होइन? हाउ टु आस्क यु क्वेसन्स भन्नुभएको छ। एउटा भनेको लाइभ क्लासमा हुँदा यहाँनिर गर्ने, है? लाइभ क्लासमा जोइन गरिरहँदाखेरि के गर्नु पर्यो तपाईँहरूले? च्याट बक्समा लेख्नु पर्यो। नेक्स्ट भनेको के हो त? लाइभ क्लास सकिसकेपछि सोध्नु छ भने आस्कबाट क्वेसन सोध्ने हो, है त? नेपालीमा नि हुन्छ, इङ्ग्लिस मिडियममा नि हुन्छ, दुइटैमा हुन्छ, है त? म्यासेज हेर्छु, है त? एलिनाले म्यासेज नै हेर्नुहुन्न भनेर धेरै पटक लेख्नु भएको छ। म्यासेज हेर्छु मैले। टेस्ट पनि हुन्छ, मक टेस्ट नि हुन्छ, एभ्री स्याटरडे हुन्छ, है? ल हेरौँ अब के छ भन्दा, एन इडियट विथ अ प्लान क्यान बिट अ जिनियस विथआउट अ प्लान। वारेन बफेटले भने एउटा भनाइ छ। यसको मतलब के हो भने, हामीले यसी दिने इयर छ यो। अहिले त हामी सुरुमै छौँ नि त, है? सुरुमै छौँ कि छैनौँ? ओके, सिडिसीको बुकबाट नि पढाउँछौँ, सबै कभर हुने गरी पढाउँछौँ, है त? ओके ल, टेस्ट चाहिँ कसरी लिनुहुन्छ भनेको छ, त्यसको बारेमा जान्छौँ। आज हामी अगाडि बढौँ न, है? यो ओके ल हेरौँ, है त? वारेन बफेटले के भनेको छ भने, इडियट जसले चाहिँ प्लान गरेर अगाडि बस्छ उसले चाहिँ एकदमै बवाल जिनियसलाई पनि के गर्छ त? जित्न सक्छ भनेको छ, होइन? त्यो भन्नुको मतलब तात्पर्य चाहिँ के हो त? त्यो भन्नुको मोरल चाहिँ के हो त भन्दा, अब यदि कोही ठिकठाकै जान्ने छ तर उसले वेल प्लान तरिकाबाट सुरुबाटै तयारी गर्यो भने यसीमा फोजिपे ल्याउन सफल हुन्छ। तर 9 क्लाससम्म एकदमै ट्यालेन्ट, एकदमै राम्रोसँग पढ्नेले त्यसपछि के छ भन्दा 10 मा आएपछि चाहिँ विथआउट एनी प्लान पढ्न थाल्यो, अथवा विथआउट प्लान नगरिकन पढ्न थाल्यो, अथवा कुनै पनि प्र्याक्टिस एउटा प्लान नबनाइकन यत्तिकै पढ्न छोड्यो भने मार्क्स घट्छ। त्यो भएर जहिले पनि हामीले सुरुबाटै के गर्नु पर्यो त? वेल प्लान तरिकाबाट अगाडि बढ्नुपर्ने हुन्छ, है? वेल प्लान तरिकाबाट अगाडि बढ्नुपर्ने हुन्छ। 2081 को त रिजल्ट आउन बाँकी नै छ। 2080 को ब्याचकोले फोजिपे ल्याएको छ, है त? यसीबाट भन्ने सबै बुकहरू कभर हुने गरी पढ्छौँ हामी। गभर्मेन्टको बुकहरू, प्राइभेटमा तपाईँले जुनसुकै बुक पढे पनि सबै बुक त मेरो दिमागमा छ। सबै बुक मेरो दिमागमा छ। सबै बुकमा भएका क्वेसन मेरो दिमागमा छ। कसरी सिकाउने, कसरी बुझाउने जिम्मा मेरो भयो, म सिकाउँछु, है त? ओके प्रवीणा, ओके ल, डोन्ट वरी फर द्याट। भने चाहिँ हामीले अलि राम्रो तरिकाबाट प्लान गरेर सुरुबाटै अगाडि जानुपर्छ। टाइम टेबल राम्रो बनाएर पढ्न सुरु गर्नुपर्छ, है त? ओके ल, अब यसपछि बढ्दै गर्दा हामीलाई त्यो प्लानमा चाहिँ के हुनुपर्छ भन्दा, हामी जहिले पनि लर्निङ एटिट्युड एकदमै हुनुपर्छ। हामीले है सिक्ने कुरा चाहिँ मजाले हुनुपर्छ। अर्को भनेको कन्सेप्टलाई मजाले बुझेर, है? कन्सेप्टलाई मजाले बुझेर हामी अगाडि बढ्नुपर्ने हुन्छ। अन्डरस्ट्यान्डिङ कन्सेप्ट जबसम्म बुझिँदैन, होइन, घोकेर कहिले पनि राम्रो गर्न सकिँदैन। अल्टिमेटली हामीले भनेको बुझ्ने कन्सेप्ट नै हो। त्यसपछि नेक्स्ट भनेको के छ, हामीले हरेक कुरालाई भिजुअलाइज गर्ने के
हेर्ने, म्याथलाई हेर्न सिकाउँछु म। मैले भनिसकेँ, म्याथलाई हामी के गर्छौँ त हेर्न सिक्छौँ, म्याथलाई हामी हेर्न सिक्छौँ, हेरेर भिजुअलाइज गरेर पढ्न सिक्छौँ। अर्को भनेको म्याथलाई डेली लाइफमा होइन हामीलाई धेरै मिमहरू देख्छौँ हामीले ए प्लस बीको होल स्क्वायर कहाँ युज भयो भन्ने टाइपको, हामी त्यो लेभलसम्म पुग्यौँ कि पुगेनौँ भन्ने कुरा पनि बुझ्नुपर्छ। म त्यसको कहाँ छ एप्लिकेसन त्यो कुराहरू पनि भन्छु। हरेक च्याप्टरको हामीले सेट पढौँ, कम्पाउन्ड इन्ट्रेस्ट पढौँ, पपुलेसन ग्रोथ एन्ड डिप्रिसिएसन पढौँ, मनी एक्सचेन्ज पढौँ, मेन्सुरेसनको त्यो च्याप्टर स्क्वायर बेस पिरामिड पढौँ, अरू च्याप्टर्सहरू पढौँ, अल्जेब्रा पढौँ, सिक्वेन्स एन्ड सिरिज होइन, जियोमेट्री, स्ट्याटिस्टिक्स एन्ड प्रोबेबिलिटी, जुनसुकै च्याप्टर पढे पनि हामी के गर्छौँ त त्यसलाई चाहिँ कसरी अगाडि बढ्छौँ भन्दा होइन, त्यसलाई चाहिँ हामी कसरी अगाडि बढ्छौँ भन्दाखेरिमा चाहिँ मजाले बुझेर के गर्छौँ हामी, त्यसलाई मजाले बुझ्छौँ, कन्सेप्ट बुझ्छौँ, त्यसले भन्न खोजेको कुरा के छ, त्यसलाई क्यालकुलेट कसरी गर्ने, हरेक कुरा बुझ्छौँ। त्यसपछि कन्सेप्ट बुझिसकेपछि त्यसलाई हेर्छौँ हामी, म्याथमेटिक्सलाई पनि हामी हेर्छौँ, 2+2 क्यालकुलेट गरेर मात्रै होइन म्याथलाई नि हामी हेर्छौँ। अर्को भनेको भिजुअलाइज गर्छौँ, भने नि मैले होइन, कन्सेप्ट बुझिसकेपछि त्यसलाई भिजुअलाइज गर्छौँ, अनि डेली लाइफमा कहाँ प्रयोग हुन्छ, कहाँ युज हुन्छ, त्यो सबै कुराहरूलाई हामी के गर्छौँ त हेर्छौँ। अनि नेक्स्ट भनेको त्यसलाई लेख्छौँ, प्र्याक्टिस गर्छौँ, पढ्छौँ, पढ्ने कुरालाई मेमोराइज गर्नुपर्ने केही कुराहरू हुन्छ त्यो कुरालाई नै मेमोराइज गरेर हामी अगाडि बढ्छौँ र मजाले हामी के गर्न सफल हुन्छौँ। एउटा त बुझ्न त हामीले मजाले बुझ्छौँ, सँगसँगै हाम्रो यसीमा पनि 4 GPA ल्याउन सफल हुन्छौँ है। ओके, क्लियर छ यहाँसम्म? केही सोध्नु छ यहाँसम्म? ल, यहाँसम्म केही सोध्नु छैन भने म्याथमेटिक्स भने के छ त, म्याथमेटिक्स भने के हो त, ल भनौँ त सबैजनाले, वाट डु मिन बाई म्याथमेटिक्स? म्याथमेटिक्स भनेको के हो त, के बुझाएको छ त? 1 2 मात्रै बुझाएको छ कि होइन, म्याथमेटिक्स भने 1 2 हो कि अरू हो कि भनौँ त। ओके है, दिशान्तले सोधेको छ पिसीमा कसरी हार्ड सब्जेक्ट। ओके, धेरैजनाले हार्ड सब्जेक्ट इट्स अ सब्जेक्ट भनेको छ, सम डिभाइड मल्टिप्लाई। ओके, धेरैजनाको धेरै थरी एन्सर आएको छ। नेपाली ओके है, अ पार्ट अफ साइन्स भनेको छ, मेन्टल अट्याकको हेल्दी पर्सन भनेको छ, हार्ड सब्जेक्ट एकदम गाह्रो लेखाएको छ। ल्याङ्ग्वेज अफ युनिभर्स, ओके भेरी गुड, भेरी हार्ड सब्जेक्ट। आई थिङ्क धेरैजनाले हार्ड सब्जेक्ट लेख्नुभयो, म्याथ हार्ड सब्जेक्ट होइन भन्दै गर्दा हो पनि, पढाइको हिसाबले हेर्छौँ भने हार्ड सब्जेक्ट हो, तर म्याथलाई हामी बुझ्न नखोजेर हार्ड भएको हो। किन हार्ड भयो, कसरी इजी बनाउने कुरामा जान्छौँ। म्याथमेटिक्स भनेको अरू केही होइन, म्याथमेटिक्स भनेको मात्र एउटा यो पिक्चरमा देख्न सक्नुहुन्छ ग्यालिलियो ग्यालिली है, सबैले नाम सुनेको छ होला, ग्यालिलियो ग्यालिली। उहाँले चाहिँ के भन्नुभएको छ भन्दा म्याथमेटिक्स इज द ल्याङ्ग्वेज इन विच गड हेज रिटन दि युनिभर्स भने चाहिँ जुन यो ब्रह्माण्ड छ, यो युनिभर्स चाहिँ हामीले देख्छौँ, प्लानेट छौँ होइन, हामी अर्थमा बसिरहेछौँ, अरू प्लानेटहरू छन्, सोलर सिस्टम भयो होइन, सँगसँगै हाम्रो जुन चाहिँ ग्यालेक्सिजहरू छ, स्टार्सहरू छ, ग्यालेक्सिजहरू छ, युनिभर्स छ, त्यसको अरू के छ त मल्टिभर्सहरू छ, यो सबै केमा अड्डिएको छ, इट्स अल के छ त, यो सबै कुरा केले बनेको छ भन्दा म्याथमेटिक्सको इक्वेसनले बनेको छ। हरेक कुराको एन्सर म्याथमेटिक्सले दिन सक्छ भन्ने कुरा छ। अनि यो जुन यहाँ चाहिँ उहाँले चाहिँ भन्नुभएको छ गडले लेखेको युनिभर्सलाई बनाउँदाखेरि लेखेको ल्याङ्ग्वेज हो भन्नुभएको छ। हो, म्याथमेटिक्ससँग हरेक क्वेसनको के छ त एन्सर छ र हरेक क्वेसनलाई लोजिकल्ली यसले के गर्छ त बुझाउँछ भन्ने कुरा छ म्याथमेटिक्स। अनि त्यसपछि वाइ डु वी फिल म्याथ्स हार्डर होइन, हामीले किन म्याथलाई चाहिँ अलिकति गाह्रो बनाइरहेको छौँ वा गाह्रो भइरहेको छ त हामीलाई म्याथ भन्दा पहिलो कुरो भनेको हामीले बुझ्न खोजिरहेको छैनौँ। हामीले म्याथमेटिक्सलाई कसरी हेरिरहेछौँ भनौँ त, सबैजनाले भनौँ न, म्याथमेटिक्सलाई हामीले क्यालकुलेट गर्ने, एन्सर निकाल्ने, एन्सर सिटमा भएको एन्सर चाहिँ मिल्यो कि मिलेन भनेर चेक गर्न मात्रै, यतिको लागि म्याथलाई अहिले बुझाएको छ होइन। म्याथ भनेको कि एड गर्ने, सब्ट्र्याक्ट गर्ने, मल्टिप्लाई गर्ने, डिभाइड गर्ने, जे गर्ने, इक्वेसन पढ्ने, सिक्वेन्स एन्ड सिरिज पढ्ने, सेट पढ्ने, अरू कुराहरू पढ्ने, मजाले पढ्दै जाने, क्यालकुलेट गर्ने, एन्सर मात्रै निकाल्ने भनेर बुझाएको छौँ। त्यो भएर पनि हामीलाई म्याथ गाह्रो लागेको। म्याथलाई हामीले त्यसरी एउटा सब्जेक्टको रूपमा मात्रै ट्रिट गर्नु भएन, यसलाई के गर्नु पर्यो त, पहिलो कुरा भनेको हामीले के गर्नु पर्यो, मजाले म्याथलाई अन्डरस्ट्यान्ड गर्न खोज्नु पर्यो होइन, बुझ्नु पर्यो कि हरेक कन्सेप्टलाई बुझ्नु पर्यो। अनि हरेक कन्सेप्टलाई बुझिसकेपछि के गर्नुपर्ने हुन्छ, त्यसपछि यो डेली लाइफमा कहाँ युज हुन्छ यसलाई बुझिसकेपछि हामीले यसलाई के गर्न सक्छौँ त भिजुअलाइज होइन, भिजुअल्ली के गर्न सक्छौँ त भिजुअलाइज गर्न सक्छौँ। त्यसपछि बल्ल डेली लाइफसँग कनेक्ट गर्छौँ र हामीलाई के हुन्छ त थाहा हुन्छ। जस्तै लास्ट इयरको केसमा हेर्ने हो भने के गर्ने हो त डेली लाइफसँग कनेक्ट गर्नुपर्ने हुन्छ। किन म्याथ गाह्रो लाग्छ भनेर मैले यसो रिसर्च गरिरहँदाखेरि लास्ट इयर पढ्ने तपाईँको दाइ दिदीहरू हुनुहुन्छ नि होइन, के भन्नुहुन्थ्यो थाहा छ,
सर मलाई 10 क्लासमा त मैले मजाले पढिरहेको छु, सबै च्याप्टर पढ्छु पनि, पढिरहेको पनि छु, प्र्याक्टिस पनि गरिरहेको छु, तर स्टिल मैले मार्क्स राम्रो ल्याउन सकिरहेको छैन, किन होला भन्नुहुन्छ। किनकि उहाँहरूको अनि मैले यसरी बुझ्दै गर्दाखेरि के कमजोर रहेछ त, बेसिक नै कमजोर रहेछ धेरैको। अनि त्यो भएर मैले एकदमै बेसिकदेखि पनि के गरिदिन्छु त, कनेक्ट गरेर पढाइदिन्छु। आज 9 सम्म जसरी पढ्यो, जे पढ्यो, बेसिक कुराहरू कति नबुझ्या होला त्यो तपाईँहरूले पनि एकचोटि हेर्दै गर्नु पर्यो है। त्यसपछि अर्को भनेको के गर्नु पर्यो त, मैले पनि हरेक च्याप्टरमा जाँदै गर्दा यहाँनिर हामीले 1 क्लासदेखि 9 सम्म आउँदा यो कुराहरू सिक्या हो, यो भनेको यो हो, र यसलाई हामीले के गर्नु पर्यो त, बेस स्ट्रङ बनाएर अब 10 मा यहाँ एप्लिकेसन हुन्छ, यहाँ युज हुन्छ, यसरी हामी अगाडि बढ्छौँ भनेर सिकाइदिन्छु। त्यसपछि म्याथ इजी हुन्छ। मेन प्रब्लम भनेको धेरैको बेस कमजोर हुनाले म्याथ अलिक गाह्रो पनि लागिरहेको पाएँ मैले है। अरू भनेको यही नै हो, म्याथ एउटा बुझ्न नखोज्नु, एउटा क्यालकुलेसनको पार्टको मात्रै लिनु एउटा म्याथ गाह्रो हुनुको रिजन हो। अर्को भनेको बेसिक पनि धेरैको कमजोर भएकै कारण म्याथ अलिकति गाह्रो फिल हुँदो रहेछ। त्यो बेसिक त्यो जुन छ ग्याप छ त्यसलाई पनि हामी फुलफिल गर्छौँ, जुन बेसिक नलेजलाई पनि कनेक्ट गर्दै पढ्छौँ होइन, त्यो भयो भने इजी हुन्छ है मजाले। मैले फेरि पनि भन्न चाहेँ, जसको म्याथ कमजोर छ स्वाभाविक हो, कसैलाई अलि धेरै आउँछ, कसैलाई अलि कम आउँछ, यो त अभियस कुरा हो नि। मलाई एउटा कुरा अलि धेरै आउँछ होला, अर्कोलाई अलिकति कम आउँछ होला, अर्कोलाई अलि त्योभन्दा कम आउँछ होला, तर पहिलो कुरो आफैलाई चिन्नु पर्यो एट फर्स्ट। त्यसपछि है कोहीलाई पनि नआउने भन्ने चाहिँ हुँदैन है। मैले के भन्न चाहेँ भने एभरेज छौँ होला, कोही अलि ट्यालेन्ट छौँ होला, त्यो आफूमा हुन्छ। एउटा संस्कृतमा श्लोक छ, के छ भन्दा अमन्त्रम अक्षरम नास्ति नास्ति मूलमनौषधम अयोग्य पुरुषो नास्ति योजकस्तत दुर्लभ भन्छ के। मन्त्र नभएको अक्षर छैन अरे, किनकि जुनसुकै मन्त्र पनि बन्ने त्यही अक्षरबाटै हो कि होइन, भनौँ त, हो कि होइन। अनि बोट बिरुवाहरू औषधि नभएको वनस्पति छैन अरे, बोट बिरुवाहरू छैन अरे। इट मिन्स इन केस त्यसलाई औषधि केही रूपमा छैन भने कमसेकम त्यसले अक्सिजन त दिइरहेछ हामीलाई, अक्सिजन दिइरहेछ, हाम्रो कार्बन डाइअक्साइडलाई फिल्टर गरिरहेको छ, हाम्रो जुन पोल्युसन छ त्यसलाई त कम गरिरहेको छ होइन। भने चाहिँ हरेक वनस्पति हरेक प्लान्टले पनि के गरिरहेको छ त, हामीलाई अक्सिजन दिइरहेको छ, अथवा धेरै त्यो वनस्पतिहरू चाहिँ के छ त, जडीबुटी युक्त हुन्छ भनेको छ। एउटा त अक्सिजन दिनु नै मेन हो। अर्को भनेको के छ भन्दा कुनै पनि मान्छे अयोग्य हुँदैन अरे के, मान्छेले नजाने भन्ने हुँदैन अरे केही पनि कुरा। कसैलाई के आउँछ, कसैलाई पढ्न अलि धेरै आउँछ, नाच्न कम आउँछ, कसैलाई नाच्न अलि धेरै आउँछ, पढ्न कम आउँछ, कसैलाई पोइटहरूतिर इन्ट्रेस्ट हुन्छ, कसैलाई नेपालीमा इन्ट्रेस्ट हुन्छ, कसैलाई साहित्यमा इन्ट्रेस्ट हुन्छ, कसैलाई सिङ्गिङमा हुन्छ, डान्सिङमा हुन्छ होइन, कसैलाई हिरो बन्ने रहर हुन्छ, मिमिक्री गर्न आउँछ, एक्टिङ गर्न आउँछ, सबैमा आफ्नो एउटा कला हुन्छ, त्यो त भयो। सँगसँगै अब कसैलाई अलि धेरै पढ्न आउँछ, कसैलाई अलिक कम आउँछ, तर सबैलाई जे जति आउँछ त्यसलाई हामीले त के हो, जहिले पनि बिल्डअप गरेर पहिलाभन्दा राम्रो हुने हो। हाम्रो जहिले पनि सोचाइ के हुनुपर्छ भने आजभन्दा भोलि राम्रो हुने, अहिलेभन्दा अहिले एकछिनमा मैले एउटा कुरा सिक्ने, नयाँ कुरा सिक्ने, राम्रो बन्ने भन्ने हुन्छ होइन। त्यही भएर आउँदैन मलाई चाहिँ कमजोर छु म सोच्ने होइन कहिले पनि। सबैमा आफ्नो एउटा खुपी हुन्छ, आफ्नो एउटा एबिलिटी हुन्छ, त्यसलाई चाहिँ चिन्ने हो पहिलो कुरो। सँगसँगै पढाइलाई पनि कन्टिन्यू गरेर दुइटैलाई ब्यालेन्स गरेर अगाडि बढ्ने हो। अलिक कम आउँछ भने पनि जान्ने बन्न सकिन्छ, हामी सिक्न सकिन्छ, किनभने लर्निङ एटिट्युड राखिन्छ भने मजाले सिकिन्छ भन्न मात्रै खोज्या हो। र यसलाई कसरी इजी बनाउने, गाह्रो किन हुन्छ र इजी कसरी बनाउने भन्ने कुरो मैले बताएँ होइन। जस्तै हामीलाई थाहा चाहिँ हुन्छ होइन, अब पसलमा पैसा तिरेर फिर्ता कति आउँछ भन्ने कुरा थाहा हुन्छ हामीलाई, डिस्काउन्ट ल। जस्तै कुनै सामान 200 रुपियाँमा किन्दाखेरि 200 रुपियाँमा के छ त, पसलेले भन्दै गर्दा ल 20% के छ त 20% डिस्काउन्ट दियो भने होइन, 20% डिस्काउन्ट दियो भने कति रुपियाँ पे गर्नुपर्छ भन्दा हामी त्यहाँ चाहिँ क्यालकुलेट गर्न सक्छौँ, क्वेसन आउँदै गर्दा क्यालकुलेट गर्न सक्दैनौँ। यसको मतलब के हो भने हामीले कनेक्ट गर्न सकिरहेको छैन। त्यो भएर सबैकोमा अरू फ्रेन्डको म्यासेज चाहिँ देखिँदैन है त रुबिना, कसैले पनि अरू फ्रेन्डको देखिँदैन, मैले मात्रै देख्छु, तिमीहरू जतिले पनि होइन। त्यो कुरा चाहिँ बुझ्नु पर्यो। 20% डिस्काउन्ट हुँदा कति तिर्ने भन्ने हामीले त्यो चाहिँ बुझ्छौँ, तर त्यही कुरालाई क्वेसनमा हुँदा चाहिँ बुझिरह आउँदैनौँ। त्यही भएर हामीले डेली लाइफसँग चाहिँ कनेक्ट गर्नुपर्छ भन्न खोज्या हो है। ल यसपछि अब म्याथको एप्लिकेसन कहाँ छ त, म्याथ कहाँ प्रयोग हुन्छ भन्ने कुरा छ। एउटा ब्याङ्किङ सेक्टरमा जस्तै हामीले कम्पाउन्ड इन्ट्रेस्ट पढिसक्दाखेरि हाम्रो नेपालको ब्याङ्कले चाहिँ कसरी हाम्रो राखेको पैसालाई क्यालकुलेट गर्छ, इन्ट्रेस्ट क्यालकुलेट गर्छ त भन्ने कुरा थाहा हुनुपर्छ डेली लाइफमा जोड्ने भनेको। जस्तै कम्पाउन्ड इन्ट्रेस्ट चाहिँ पढ्ने, कम्पाउन्ड इन्ट्रेस्टको क्यालकुलेसन चाहिँ आउने, हिसाब न्युमेरिकल गर्न चाहिँ आउने, तर हाम्रो जुन ब्याङ्कहरूले कसरी पैसा राख्दा क्यालकुलेट गरिरहेको छ त्यो कुरा
जान्दिनँ भने पनि भएन। त्यही भएर ब्याङ्कमा युज हुन्छ म्याथ हैन, अरू डिफ्रेन्ट सेक्टरहरूमा फाइनान्सहरूमा युज हुन्छ। अर्को भनेको मार्केट घटिरहेको छ कि भाउ बढ्ने भाउ घट्ने भन्ने त सुनेको छ नि सबैले, इन्फ्लेसन भन्ने वर्ड सुनेको छ कि छैन, अथवा इकोनोमिक्सका ती च्याप्टरहरूतिर सुनेको छ कि छैन, मार्केटका कुराहरू, त्यो कुराहरूमा म्याथ युज हुन्छ। स्टक मार्केटमा सेयर सुनेको छ होला। अर्को भनेको टेलरमा पनि म्याथमेटिक्स युज हुन्छ हैन, टेलरमा पनि म्याथमेटिक्स युज हुन्छ। कसरी थोरै कपडा खेर जाने गरी मैले राम्रो तयारी गर्छु त। जस्तै यो टी सर्ट मलाई बनाउनु छ भने थोरै भन्दा थोरै कपडा काटेर फ्याँकियोस् र यो राम्रो होस्, राम्रो टी सर्ट बन्योस्, ठिक हुने भन्ने कुरा बनाउनु पर्यो। त्यसको लागि पनि म्याथमेटिक्स हुन्छ। इभन घर बनाउने केसमा हरेक कुरामा के हुन्छ त म्याथमेटिक्स हुन्छ। इभन हामीले खाना नै बनाउँदैछौँ, किन धेरै टाढा जानु, हामीले खाने खाना नै बनाउँदै गर्दा पनि जस्तै 3 जना हुँदै गर्दा कति चामल राख्ने, 4 जना हुँदा कति चामल राख्ने, 4 जनालाई पकाउने चामलमा कति पानी राख्ने, तरकारी बनाउँदै गर्दा 3 जनाको लागि बनाएको तरकारीमा कति नुन राख्ने, अलि ठुलो धेरै मान्छेहरू हुँदै गर्दा कति राख्ने, त्यो त सबै म्याथमेटिक्स त हो नि। त्यो सबै हो कि होइन? सबैको आएको छ है म्यासेज, सबैको आएको छ। मेरो म्यासेज आएको छ कि छैन भन्नुभएको छ, सबैको म्यासेज आएको छ हो कि होइन भनौँ त? यही कुरा हो नि, लेखौँ न एकचोटि। हो नि है, एचडब्ल्यू पनि दिन्छौँ हामी। हो भने अब हरेक कुरामा म्याथमेटिक्स युज भइरहेको हुन्छ। त्यो भएर म्याथमेटिक्स सिक्नुपर्छ, जान्नुपर्छ, त्यसलाई सँगसँगै डेली लाइफमा नि कनेक्ट गर्नुपर्छ भन्न खोजेँ मैले। यहाँसम्म ठिक छ? अब हामीले सबै कुरा गर्यो, म्याथमेटिक्स सिक्यो पनि, पढ्यो पनि, जान्यो पनि, डेली लाइफमा नि प्रयोग गर्न जान्यो। तर हामीले यसीमा राम्रो मार्क्स ल्याउन सकेनौँ भने के हुन्छ त? राम्रो हुन्छ त? ल मलाई म्याथमेटिक्स सबै कुरा थाहा छ तर यसीमा मार्क्स ल्याउन सकिनँ भने पनि राम्रो हुन्छ त्यो कुरा भनौँ त? भनौँ न, हुन्छ? हुँदैन। हो, त्यो भएर यो कुरा पनि बुझौँ। हामीले पढ्ने, बुझ्ने, अन्डरस्ट्यान्डिङ गर्ने यो सबै कुराहरू त भयो। अब सँगसँगै हामीले के पनि गर्न सक्नुपर्छ भन्दा पढ्न पनि पढ्यो, बुझ्न पनि बुझ्यो, डेली लाइफमा कहाँ युज हुन्छ पनि थाहा भयो। सँगसँगै हाम्रो यसी जस्तै इक्जाम दिनुपर्ने हुन्छ, हामीले इक्जाममा पनि राम्रो मार्क्स ल्याउनु पर्ने हुन्छ। इक्जाममा राम्रो मार्क्स ल्याउन सकेन भने हामीले जानेर मात्रै हुँदैन। त्यो भएर इक्जाममा पनि हामीले के गर्नुपर्छ त? राम्रो मार्क्स ल्याउन सक्ने बन्नुपर्छ। र यसको लागि फेरि के नै गर्ने हो? मेन भनेको यसको लागि बुझिसकेको कुराहरूलाई प्र्याक्टिस गर्ने हो, लेख्ने हो, कतिपय कुराहरू मेमोराइज गर्नुपर्ने हुन्छ, मेमोराइज गर्नुपर्ने कुरालाई मेमोराइज पनि गर्ने हो। ओके, क्लियर छ? सर कतिजनाले एटेन्ड गर्छन् लाइभ क्लास भन्नुभएको छ। आज फर्स्ट डे हो मेरो क्लास। आज फर्स्ट डे हुँदै गर्दा नि 1000 प्लस हुनुहुन्छ है, 1000 प्लस हुनुहुन्छ। अब निकै पछि गएपछि अझ धेरै हुनुहुन्छ है त। ओके, ल त्यो भएर यो कुरा बुझ्नु पर्यो है त। ठिक छ? सबैलाई यहाँसम्म ठिक छ? ठिक छ भने अब अगाडि बढौँ। लर्निङ विथ अन्डरस्ट्यान्डिङ भनेर मैले एउटा कुरा राखेको छु। हामीले मैले एउटा क्वेसन सोधेँ सबैजनालाई, एचसिएफ र एलसिएम, एचसिएफ भनेको के हो, एलसिएम भनेको के हो त? ल कतिको बुझाए रहेछ? यो सबभन्दा सानो क्लासमा पढाए हो कि होइन सबैले? भनौँ त, भनौँ न, भनौँ। सबैको रिप्लाई गर्छु है मैले एज ओभरअल। एचसिएफको फुल फर्म सोधेँ होइन मैले है, फुल फर्म सोधेँ होइन। एचसिएफको डेफिनेसन के हो, एलसिएम भनेको के हो त? ओके, ल भेरी गुड, लेख्नु भएको छ। एचसिएफ भनेको कमन हो, एलसिएम भनेको कमन एन्ड रिमेनिङ। ओके, भेरी गुड, कमन एन्ड रिमेनिङ। ल ठिक छ, सबैजनाले यही कुरा लेख्नु भएको छ, एकदम राम्रो। ल ठिक छ, ओके। ल एचसिएफ भनेको कमन, एलसिएम भनेको कमन एन्ड रिमेनिङ भन्नुभएको छ। तर मैले त्यसरी भनिनँ। मैले के भने एचसिएफ पनि कमन नै हो, एचसिएफ पनि कमन नै हो, अनि जुन यो एलसिएम छ यो पनि के नै हो, कमन नै हो। दुईटै कमन हो भने मैले। ल भनौँ त कसरी होला त? हो, यसमा हामीले एन्सर चाहिँ निकाल्न सकिरहेको हुन्छौँ है, सबैलाई याद भइरहेको हुन्छ। एचसिएफ भनेको कमन, एलसिएम भनेको के भनिरहेको हुन्छौँ त? कमन एन्ड रिमेनिङ भनिरहेको हुन्छौँ। तर मैले भन्दाखेरि एक्चुअल डिफिनेसन दिँदै गर्दाखेरि के भने एचसिएफ पनि के हो अरे, कमन नै हो, एलसिएम पनि कमन नै हो। तर कस्तो कुरामा कमन हो त? यो कुरा बुझौँ। पहिला हामीलाई के थाहा हुनु पर्यो, एचसिएफ र एलसिएम दुईटै कमन हो। मैले त यो दुईटै कमन हो, तर कमन चाहिँ के हुन् भन्ने कुरामा जाँदै गर्दा, जस्तै मसँग मैले एउटा सोधेँ, जस्तै मसँग के छ, 4 र 8 छ। ल है त, मसँग के छ, 4 र 8 छ भने 4 र 8 को एचसिएफ कति हुन्छ, 4 र 8 को एलसिएम कति हुन्छ? ल सबैले निकालौँ त फर्स्टमा। ल निकालौँ सबैजनाले। ल
सेटबाट स्टार्ट गर्ने हो। यो चाहिँ हामीले कतिको बुझिया छ एचसिएफ र एलसिएमको कन्सेप्ट भनेर हो। सेट नै पढ्ने हो हामीले, सेटबाटै स्टार्ट गर्ने हो। 10 क्लासको सिलेबसमा त सेटबाटै छ नि त। ओके, एचसिएफ कति भयो? 4 भयो, भेरी गुड। एलसिएम कति भयो ल भनौँ त? एलसिएम कति भयो? 8 भयो। सबैले यसरी निकाल्ने होइन। 4 भनेको 2 × 2 हो, अनि 8 भनेको 2 × 2 × 2। यो 2 र यो 2 कमन आयो। एचसिएफ भनेको 2 × 2 कमन मात्रै। एचसिएफ भनेको एलसिएम भनेको 2 × 2 × 2 गरेर 4 हुने भयो, यो 8 हुने हो। यसरी नै निकाले हो, एन्सर यही हो। तर एक्चुअल डिफिनेसन के हो त्यो कुरालाई बुझ्छौँ। त्यो बुझ्नको लागि हामीलाई फर्स्टमा थाहा हुनुपर्छ फ्याक्टर्स भनेको के हो। व्हाट डु मिन बाई फ्याक्टर्स? ल, 4 को फ्याक्टर्सहरू के हुन्, 8 को फ्याक्टर्सहरू के हुन् त? फ्याक्टर्स भनेको के हो ल भनौँ त सबैजनाले? फ्याक्टर्स भनेको के हो त? ओके ल लेखौँ त। विराजले लेखेको छ, अञ्चलले लेखेको छ। ओके, विराज रोशनीले लेखेको छ डिभाइड जाने। ल हेरौँ है त, यहाँ बुझौँ हामी। फ्याक्टर्स भनेको के हो भने कुनै पनि नम्बर छ त्यसलाई विथआउट एनी रिमाइन्डर, कुनै पनि रिमाइन्डर नबस्ने गरी डिभाइड गर्ने जति सबै नम्बर के हो त त्यसको फ्याक्टर्स हो। जस्तै 4 छ भने 4 को फ्याक्टर्सहरू के हुन् त भन्दा एउटा 1 हो, अर्को के हो त, अर्को के हो 2 हो, अर्को भनेको 4 आफै हो। 4 आफै हो कि होइन? 1, 2 र 4 चाहिँ 4 को फ्याक्टर्स हुन् भने अब 8 को पालो आउँदै गर्दा हेरौँ त। 1 फ्याक्टर्स हो, 2 फ्याक्टर्स हो, 4 फ्याक्टर हो 8 को, अनि 8 आफै पनि 8 को के हो त फ्याक्टर्स हो। ल अब मैले सोधेँ एचसिएफ के थियो अरे? एचसिएफ के थियो 4 र 8 को? 4 र 8 को एचसिएफ कति थियो भनौँ त? 4 थियो। अनि हामीले तिमीहरूले सुरुमा के भनेको थियौ? कमन भनेको थियौ। हेर त, दुईटैमा भएको कमन 1 र 1 नि कमन होइन? 1 र 1 कमन हो कि होइन भनौँ त? 1 and 1 कमन हो कि होइन? 1 र 1 कमन हो कि होइन? हो। अर्को भनेको 2 र 2 पनि कमन हो कि होइन? 2 and 2 पनि कमन हो कि होइन? हो। अर्को 4 and 4 पनि, सरी ल हेरौँ त, यो 4 र 4 जुन छ यो 4 and 4 पनि के हो त कमन हो कि होइन? ल भनौँ त। 1 र 1 पनि कमन छ, 2 र 2 पनि कमन छ, 4 र 4 पनि कमन छ। तर एचसिएफ किन 4 भयो त भन्दा हामीलाई के थाहा छ त? एचसिएफ भनेको त के हो त? हाइएस्ट कमन फ्याक्टर हो। हाइएस्ट कमन फ्याक्टर भनेपछि कमन मात्रै भनेर हुने रहेछ। हेरौँ है, कमन मात्रै भनेर हुँदैन। हामीले के भन्नुपर्छ? एचसिएफ भनेको के हो त? कमन त हो। के को कमन त? फ्याक्टर्सहरू मध्ये कमन। फ्याक्टर्सहरू मध्ये कमन जुन सबभन्दा ठुलो छ। र फ्याक्टर्सहरू के छन् कमन भएका? 1 दुईटैमा फ्याक्टर्स छ, कमन छ। 2 पनि 2 भन्ने फ्याक्टर्स नि कमन छ, 4 भन्ने पनि कमन छ। तर 4 चाहिँ के छ? यो मध्ये कमन फ्याक्टर्स मध्येको पनि हाइएस्ट छ। सो द्याट एचसिएफ इज हाइएस्ट कमन फ्याक्टर। यसरी कमन मात्र भनेर हुँदैन, हाइएस्ट कमन फ्याक्टरहरू मध्येको नि हाइएस्ट भने चाहिँ बल्ल एचसिएफ डिफाइन हुन्छ। हो कि होइन? बल्ल एचसिएफ के हुन्छ त? डिफाइन हुन्छ। अब एलसिएमको कुरा गर्दै गर्दा एलसिएमको फुल फर्म के हो अरे? लोएस्ट कमन मल्टिपल। एलसिएम भनेको के हो त? लोएस्ट कमन मल्टिपल हो, राइट? एलसिएम भनेको के हो त? लोएस्ट कमन मल्टिपल हो, राइट? हो कि होइन? ल अब मैले सोधेँ जुन यो मल्टिपल भन्ने छ यो 4 को मल्टिपल्स के हो, अनि अर्को भनेको 8 को मल्टिपल्स के हुन् त? What are the multiples of 4 and 8? Okay, 1, 2 and 4. Very good. 1, 2 and 4. ल ठिक छ। अरूले लेखौँ त। 4 को मल्टिपल्स भनेको के हो? 1, 2 र 4 त अघि भर्खर फ्याक्टर भनेर पढे होइन? 1, 2 र 4 त फ्याक्टर हो। यहाँ झुक्किन्छ। पहिलो कुरो त्यही भएर के बुझ्नुपर्छ? फ्याक्टर्स भनेको के हो, मल्टिपल्स भनेको के हो। फ्याक्टर्स भनेको यो 4 जुन छ 4 को फ्याक्टर्स हुन् 1, 2 र 4, जुन चाहिँ 4 लाई विथआउट एनी रिमाइन्डर कुनै पनि नम्बरले डिभाइड जान्छ भने त्यो के हो? दे आर द फ्याक्टर्स अफ 4, राइट? अर्को भनेको के छ? मल्टिपल्स भनेको चाहिँ 4 लाई 1 चोटि, 4 लाई 2 टाइम्स, 4, 8 होइन? अब यसरी हुन्छ 4, 8 त्यसपछि 12, 4, 1 is 4, 4, 2 जा 8, 4, 3 जा 12, 4, 4 जा 16, 4, 5 जा 20, 4, 6 जा 24। यसरी यो जुन 4 छ, 8 छ, 12 छ, 16 छ, 20 छ, 24 छ, यो चाहिँ के हो? मल्टिपल्स हो। भनेपछि पहिला के बुझ्नु पर्ने रहेछ? फ्याक्टर्स र मल्टिपल्स। अब 8 को मल्टिपल्स के हुन्? 8 हो, 16 हो, अर्को भनेको 24 हो, 32 हो, राइट? यही हो कि होइन? 8 को मल्टिपल्स। अब हेर त, एलसिएम भन्दै गर्दा पनि के हो त? के छ कमन दुईटैमा?
8 र 8 कमन छ, 16 र 16 कमन छ। अर्को भनेको के छ त 24 र 24 कमन छ। पछाडि गएपछि यो 32 पनि कमन आउँछ। आउँछ कि आउँदैन? आउँछ। तर है ल भनौँ त आउँछ कि आउँदैन? भनौँ त आउँछ नि। हो आउँछ भने अब एलसीएम भनेको पनि के हो? कमन नै हो। तर कमन हेर त कतिवटा छ? कमन र रिमेनिङमा भन्यो भने त हेर त 8 कमन छ, 16 कमन छ, 24 कमन छ। तर एलसीएम 4 र 8 को कति निकालेको थियौँ हामीले? 8 निकालेको थियौँ। हो अब एलसीएम भनेको चाहिँ के हो त भन्दा कमन त कमन नै हो। तर के को कमन त भन्दा तिनीहरूको मल्टिपल्सको कमन। कमन के त? मल्टिपल्स। त्यो मध्ये कमन मल्टिपल्स मध्येको पनि सबभन्दा सानो जुन कमन छ त्यो चाहिँ के हो त? एलसीएम हो। 24 नि त कमन छ, 16 नि कमन छ, 8 नि कमन छ। तर एलसीएम चाहिँ कुन हो त? जुन सबभन्दा सानो छ, सानो मल्टिपल्स छ र दुईटैमा छ अथवा तीनवटा नम्बरहरू हुँदा गर्दा तीनटैमा छ, त्यो चाहिँ के हो त? लोएस्ट कमन मल्टिपल हो। भनेपछि एलसीएम र एचसीएफलाई डाइरेक्टली अब यसरी डिफाइन गरेर हुने रहेछ त। एचसीएफ भनेको कमन हैन, एलसीएम भनेको कमन र रिमेनिङ भनेर हुन्छ? हुँदैन। इट मिन्स हामीले के गर्नुपर्छ त भन्दा एचसीएफ र एलसीएमलाई वेल डिफाइन गर्नको लागि के बुझ्नुपर्छ त? फ्याक्टर्स मल्टिपलको कुराहरू बुझ्नुपर्छ है त। ओके ल अब यसपछि हामी भिजुअलाइजेसनको मैले यसमा के भन्न खोजेको थिएँ भने हामीले पढ्दै चाहिँ आउँछौँ, हामीलाई याद चाहिँ हुन्छ सबै कुरा, तर हामीले एक्चुअल कुरा चाहिँ बुझ्या हुँदैन। त्यो भएर के हो त हामीलाई अलिकति प्रब्लम भएको हो मात्रै भन्न खोजा हो। अब यसपछि चाहिँ भिजुअलाइजेसन। म्याथलाई हेर्ने भनेको थिएँ नि मैले। एउटा क्वेसन सोधेँ मैले, हामीले स्क्वायर बेस्ड पिरामिड पढाएको छ कि छैन भनौँ त? स्क्वायर बेस्ड पिरामिड पढाएको छ कि छैन? ल भनौँ सबैले। कसैकोमा पढाएको छ होला, कसैकोमा छैन होला। तर स्क्वायर बेस्ड पिरामिड भन्ने च्याप्टर त छ नि? छ र यसमा एउटा क्वेसन छ, हाउ मेनी ट्रेङ्गुलर फेसेस आर दियर इन अ स्क्वायर बेस्ड पिरामिड भनेर क्वेसन छ भने अब यो धेरैले 3 भन्छ, धेरैले 4 भन्छ, धेरैले 5 भन्छ। तर यसको एन्सर के हो त? ल भनौँ त कति हो? कि अभयले 5 भनेको छ, समिताले 4, दिव्यान्सीले 4, अरूले पनि भनौँ के हो त? स्क्वायर बेस्ड पिरामिडमा ट्रेङ्गुलर फेसेस चाहिँ कतिवटा हुन्छ त? हाउ मेनी ट्रेङ्गुलर फेसेस आर दियर इन स्क्वायर बेस्ड पिरामिड भन्यो भने हाउ मेनी फेसेस आर दियर कतिवटा हुन्छ? 3 वटा 4 वटा हो। धेरैले घोकिरहेको हुन्छ अनि कसैले 3टा लेखिदिन्छ, कसैले 4 वटा लेखिदिन्छ हो। त्यो भएर भिजुअलाइजेसन भन्ने कुरा यहाँनेरि कतिको इम्पोर्टेन्ट छ यो पिक्चरबाट हेरौँ। यसमा हेरौँ त सबैजनाले के छ? यो स्क्वायर बेस पिरामिड हो कि होइन? यहाँ जुन पिक्चरमा देखाएको छ यो स्क्वायर बेस पिरामिड हो कि होइन भनौँ त सबैजनाले? हो, स्क्वायर बेस पिरामिड हो। हो भने यसमा ट्रेङ्गुलर फेसेसहरू कति छ त? भने ट्रेङ्गुलर फेसेसहरू कतिवटा छ त? ल गनौँ त हामी यसमा ट्रेङ्गुलर फेसेसहरू कति छ? हाउ मेनी ट्रेङ्गुलर फेसेस आर दियर इन स्क्वायर बेस पिरामिड हेरौँ। एउटा कुन कलरको छ? ब्राउन कलरको छ, ग्रे कलरको छ, स्काई ब्लू टाइपको कलरको छ र ग्रीन कलरको गरेर जम्मा ट्रेङ्गुलर फेसेस कतिवटा रहेछ? ट्रेङ्गुलर फेसेस कतिवटा रहेछ भनौँ त? ट्रेङ्गुलर फेसेस कतिवटा रहेछ? 4 वटा रहेछ, राइट? स्क्वायर बेस के छ? स्क्वायर बेस कतिवटा छ? एउटा छ। अब टोटल फेसेस फेरि कति छ त? टोटल फेसेसहरू कतिवटा छ? 4 + 1 गरेर कति हुन्छ? 5 वटा छ। भनेपछि टोटल फेसेस कतिवटा छ? फेरि 5 छ। हो यो कुरा अब हामीले घोकिरहनु पर्यो त, कण्ठ गर्नुपर्छ त, यो कुरा मेमोराइज गर्नुपर्छ त। हाउ मेनी ट्रेङ्गुलर फेसेस आर दियर इन स्क्वायर बेस पिरामिड हैन, हाउ मेनी टोटल फेसेस आर दियर इन स्क्वायर बेस पिरामिड भनेर त्यसलाई हामीले मेमोराइज गरिरहनु पर्छ होला त? पर्दैन। यसरी भिजुअलाइज गरिसकेपछि त यहीँ देखियो नि स्क्वायर बेस पिरामिड छ, यसको ट्रेङ्गुलर फेसेसहरू कतिवटा छ त? एउटा, दुईटा, तीनटा, 4 वटा गरेर टोटल कतिवटा छ? 4 वटा ट्रेङ्गुलर फेसेस र एउटा स्क्वायर बेस गरेर टोटल फेस कतिवटा छ? 5 वटा छ। यो कुरालाई घोकिरहनु पर्छ त। अब हामीले यहाँ पिक्चरमा हेऱ्यौँ, भिजुअलाइज गरिसक्यौँ भने के भयो? के हुने रहेछ यो कुरा बुझ्यो भने चाहिँ हामीले पहिलो कुरो के गर्नुपर्ने रहेछ? बेसदेखि नै अन्डरस्ट्यान्डिङ हुनु पर्यो। सेकेन्ड भनेको भिजुअलाइज गर्न सक्नु पर्यो। ओके, यही कुरा भन्न चाहेको थिएँ। नेक्स्ट भनेको के छ त? कनेक्सन विथ टेक्नोलोजी भनेको छु मैले हैन। अब कन्स्ट्रक्सन गर्दै गर्दा घोक्नु पर्यो त परेन नि? यसलाई घोक्नु पर्यो त। ट्रेङ्गुलर फेसेस कतिवटा छ? डाइरेक्टली कतिवटा छ? 4 वटा हुने रहेछ ट्रेङ्गुलर फेसेस। इनकेस टोटल फेसेस सोध्यो भने है, इनकेस हामीलाई टोटल फेसेस भनेर सोध्यो भने फेरि टोटल फेसेस सोध्दै गर्दा कतिवटा हुन्छ?
हैन टोटल फेसेस भनेर सोध्दै गर्दा कतिवटा हुन्छ त भन्ने कुरा थाहा भयो नि स्क्वायर फेस सहित गरेर 5 वटा भनेपछि अब यसपछि मैले भिजुअलाइजेसनको बारेमा पनि थोरै बताएँ अब यसपछि कनेक्सन विथ टेक्नोलोजी अब हामी चाहिँ यहाँ कन्स्ट्रक्सनहरू पढ्दै गर्दा हैन कन्स्ट्रक्सन धेरैलाई गाह्रो लाग्छ होला यो कन्स्ट्रक्सनहरू पढ्दै गर्दाखेरि चाहिँ हामी एउटा कन्स्ट्रक्सन टुल छ त्यो टुलमा मैले एकचोटि लग्न चाहे है त सबैलाई एउटा कन्स्ट्रक्सन टुलबाट हामी के गर्छौं त पढ्छौं ल एउटा कन्स्ट्रक्सन टुल देखाउँछु त्यसमा म सिकाउँछु है त ओके एभ्रीवन ल यहाँ जान्छौँ अब हामी है त ल अब एकचोटि हामी कन्स्ट्रक्सन टुल पनि हेर्छौँ है ओके ल कन्स्ट्रक्सन टुल आउँदैछ कन्स्ट्रक्सन टुल आएपछि हामी के गर्छौं त सेट पनि पढ्छौं हामी पहिला हामी कसरी अगाडि बढ्छौं त अब यो 10 क्लास पढ्दा भन्ने कुरा हेर्दैछौं नि त है त हामी कन्स्ट्रक्सन टुल पनि हेर्दैछौं ओके ल यहाँ हेरौँ त कन्स्ट्रक्सन टुल हामी सबैजनाले हो हामी चाहिँ हैन अब कन्स्ट्रक्सन टुलबाट सिक्छौं के कन्स्ट्रक्सनका च्याप्टरहरू अब एंगल कसरी बनाउने प्रोटेक्टर युज कसरी गर्ने कम्पासले एंगलहरू कसरी बनाउने प्यारालोग्राम कसरी ड्रा गर्ने ट्रायंगल रेक्टेंगल हैन अरु कुराहरू के गर्छौं त कसरी ड्रा गर्ने भन्ने कुरा हामी के गर्छौं कन्स्ट्रक्सन टुलबाट पनि अगाडि सिक्छौं हैन जियोजेब्राबाट हुन्छ भन्नु भएको छ जियोजेब्रा चाहिने ठाउँमा जियोजेब्रा पनि युज गर्छौं हामी हो हामी चाहिँ अब जुन कुराहरू हामीले पढिरहेको हुन्छौं घोकिरहेको हुन्छौं त्यसलाई भिजुअलाइज गर्दै टेक्नोलोजीसँग कनेक्ट गरेर हरेक कुरालाई हेरेर मजाले पढ्छौं है ल अब यसमा अब के बनाउनु पर्यो भने बनाउने कुरा जुन कन्स्ट्रक्सनको छ त्यो पार्टलाई हामी यो टुलबाट के गर्छौं बनाउँछौं ओके क्लियर छ यहाँसम्म सबैलाई क्लियर छ कि छैन लेखौं त सबैले क्लियर छ कि छैन ल क्लियर छ भने यसपछि हामी अर्कोमा जान्छौं है ल हेरौं यस्तै कुराहरू गर्छौं जियोजेब्राहरू अरु युज गरेर गर्छौं अब सिलेबस एकचोटी हामी के गर्छौं त हेर्छौं 10 क्लासको सिलेबस के छ भन्दा हामीलाई टोटल कति मार्क्सको हुन्छ म्याथमेटिक्स भनौं त म्याथमेटिक्स कति मार्क्सको हुन्छ त टोटल सबै जनाले सोधौं ल भनौं म्याथमेटिक्स के 75 होइन 100 मार्क्सको हो है यो कन्फ्युजन नहुन् टोटल म्याथमेटिक्स भनेको कति मार्क्सको हुन्छ 100 मार्क्सको हुन्छ यसमा 75 मार्क्स के हो त थ्योरी भयो हैन 75 मार्क्स थ्योरी भयो 25 मार्क्स के हो त प्र्याक्टिकल भयो हो 25 हामीले बोर्ड एक्जाम दिने हो यसी दिएर ल्याउने 75 मार्क्स भयो यो जुन 25 मार्क्स छ यो 25 मार्क्स चाहिँ के हो त फेरि यो 25 मार्क्स चाहिँ हाम्रो भनौं त के हो प्र्याक्टिकल हो प्र्याक्टिकलबाट पाइने मार्क्स हो त्यो भए चाहिँ हामीले मेनली तयारी गर्ने भनेको यो 75 मार्क्सको लागि हो क्याल्कुलेसन वाइज यसीको लागि अर्को यो 25 मार्क्स आफ्नो स्कुलको एक्टिभिटिजहरुमा पार्टिसिपेट हुने यसको पनि के छ यो 25 मार्क्स कहाँबाट कसरी आउँछ यो बारेमा छ त्यो बारेमा नेक्स्ट डे भनौला पहिला हामी यो 75 मार्क्समा चाहिँ कुन च्याप्टरहरु पढ्नु पर्छ र कुन च्याप्टरबाट के कुरा सोध्छ भन्ने कुरा हेर्छौं हामीलाई चाहिँ टोटल गरी च्याप्टर्सहरु के छ यसरी डिभाइड भएको छ सेट अर्थात समूह भनेर छ हैन समूह भनेर छ समूहबाट के कति मार्क्सको क्वेशन सोध्छ अर्थात सेटबाट कति मार्क्सको क्वेशन सोध्छ 6 मार्क्सको क्वेशन सोध्छ नेक्स्ट अर्थमेटिक छ अर्थमेटिक भित्र पनि हामीले के पढ्छौं कम्पाउन्ड इन्ट्रेस्ट पढ्छौं पपुलेसन ग्रोथ एन्ड डिप्रिसिएसन पढ्छौं मनी एक्सचेन्ज पढ्छौं मेन्सुरेसन छ यसमा हामीले के पढ्छौं त भन्दा मेन्सुरेसन भन्ने च्याप्टरमा स्क्वायर बेस पिरामिड पढ्छौं स्क्वायर बेस पिरामिड पढिसकेपछि अर्को हामीले के गर्छौं त सिलिन्डर हैन कोन त्यसलाई एरिया एन्ड भोल्युम भनेर छ नेक्स्ट भनेको कस्ट एस्टिमेसन पढ्छौं है हेमिस्फियरहरु यसमा पढ्छौं भने अल्जेब्रामा
के बाट पढ्छौँ हामीले सिक्वेन्स एन्ड सिरिज पढ्छौँ सिक्वेन्स एन्ड सिरिज पढ्छौँ क्वाड्रेटिक इक्वेसन पढ्छौँ राइट क्वाड्रेटिक इक्वेसन पढ्छौँ अनि नेक्स्ट भनेको के पढ्छौँ इन्डिसेस पढ्छौँ अल्जेब्रिक फ्र्याक्सन पढ्छौँ र यसबाट जुन हाम्रो आर्थमेटिक छ यसबाट टोटल 13 मार्क्स अनि जुन यो मेन्सुरेसन छ मेन्सुरेसनबाट नि 13 मार्क्स र सबभन्दा धेरै आउने भनेको हाम्रो अल्जेब्राबाट हो यसबाट 15 मार्क्स के गर्छ त आउँछ अनि नेक्स्ट भनेको ज्योमेट्री छ ज्योमेट्रीमा हामीले ट्रायंगल एन्ड क्वाड्रिलेटरल हैन प्यारेलग्राम एन्ड ट्रायंगल पढ्छौँ त्यसमा डिफ्रेन्ट लहरू पढ्छौँ त्यसको है के गर्छौँ त त्यहाँनेरि थेरम्सहरू पढ्छौँ हामीले थेरम्सहरू पढ्छौँ त्यसपछि सर्कल पढ्छौँ कन्स्ट्रक्सन पढ्छौँ र यसबाट हामीलाई कति मार्क्सको क्वेसन सोध्छ 13 मार्क्सको टोटल क्वेसन सोध्छ कुन कुन टपिक पढ्छ यो कुरा पर्यो अर्को स्ट्याटिस्टिक्स एन्ड प्रोबेबिलिटी पढ्छौँ यसबाट हामीलाई टोटल स्ट्याटिस्टिक्सको बाट एउटा क्वेसन र प्रोबेबिलिटीबाट अर्को क्वेसन गरेर टोटल 11 मार्क्सको क्वेसन सोध्छ र ट्रिकोनोमेट्री है ट्रिकोनोमेट्रीबाट हामीलाई के गर्छ भन्दा 4 मार्क्सको क्वेसन सोध्छ र टोटल हामीलाई कति मार्क्सको क्वेसन सोध्छ त 75 मार्क्सको क्वेसन सोध्छ अनि यो चाहिँ हाम्रो के हो त सिलेबस हो है सिलेबस हो है त यसीमा पनि अल्जेब्राबाट आउँछ भन्नु भएको छ यसीमा अल्जेब्राबाट सबभन्दा धेरै मार्क्सको क्वेसन आउँछ एन्ड द्याट इज 15 मार्क्स हो है त यसीमा टोटल कति मार्क्सको क्वेसन आउँछ त अल्जेब्राबाट आउँछ 15 मार्क्सको क्वेसन आउँछ यो कुरा यहाँसम्म भयो अब यो च्याप्टरहरुमा यहाँनेरि तिमीहरुले देखाछौ के देखाछौ यु देखाछौ ए देखाछौ र य चाहिँ देखाछौ नि यो के हो त भन्दा नलेज अन्डरस्ट्यान्डिङ हैन हायर एबिलिटी यस्ता कुराहरु भयो है यो कुराहरुको बारेमा हामी अर्को दिन बुझ्छौं र हामीलाई अब क्वेशन सोध्दाखेरि के गर्छ भन्दा क्वेशन यसीमा आउँदा यसरी सोध्छ पहिला यस्तो एउटा मेन क्वेशन सोध्छ अनि त्यसमा क्वेशन नम्बर 1 मा एउटा कुनै अन्डरस्ट्यान्डिङ अथवा नलेजको क्वेशन सोध्न सक्ने भो अर्को के गर्न सक्यो त एप्लिकेशनको क्वेशन सोध्न सक्ने भो हायर एबिलिटीको क्वेशन सोध्न सक्ने भो हैन जसरी पनि क्वेशन सोध्छ तर के गर्छ भन्दा जुन 6 मार्क्स छ एउटै क्वेशनबाट 6 मार्क्स हैन 6 मार्क्सको क्वेशनमा नलेज अन्डरस्ट्यान्डिङ एप्लिकेशन हायर एबिलिटी गरेर क्वेशन यसरी सोध्छ र यो क्वेशन सेटको क्वेशन थियो हामी सेट अब के गर्छौं त स्टार्ट गर्छौं नेक्स्ट डेबाट र सेट स्टार्ट गर्नु भन्दा अगाडि एउटा मैले होमवर्क दिएको छु सबै जनालाई यो एचडब्ल्यू सबैले गर्नु है त व्हिच अफ द फलोइङ इज सेट भनेर छ अ कलेक्सन अफ ब्युटिफुल सङ्ग्स अ कलेक्सन अफ अरिजित सिंह सङ्ग्स बोथ ए एन्ड बी र अप्सन डी मा नन छ यो क्वेशन गर्नु सबै जनाले यो क्वेशन गरेर नेक्स्ट डेबाट अब हामी के गर्छौं त सेट अर्थात है सेट को क्वेशन मात्रै हैन सेटको के गर्छौं त कन्सेप्ट बुझेर मजाले अगाडि बढ्छौं है त अनि यो जुन 75 मार्क्स छ 75 मा 75 मार्क्स ल्याउने जिम्मा ल्याउने बनाउने जिम्मा मेरो भयो है त तपाईहरुले मेहनत गर्नु पर्यो पढ्नु पर्यो यदि म्याथ गाह्रो लाग्छ अप्ठ्यारो लाग्छ म्याथ बुझिदैन भने पनि म्याथ बुझाएर म्याथलाई माया गर्ने कतिलाई म्याथ बोरिङ लाग्छ होला हैन म्याथलाई माया गर्ने बनाउने र सँगसँगै यसीमा 75 आउट अफ 75 मार्क्स कसरी ल्याउने त्यो बनाउने जिम्मा मेरो भयो मेहनत गर्ने जिम्मा तपाईहरुको भयो आजलाई यति नै गरौँ नेक्स्ट डे हामी के पढ्छौं सेट भन्ने च्याप्टर पढ्छौं र यसको लागि पहिला मैले यो एउटा क्वेशन सोधेको छु यो क्वेशन सबैले एन्सर गरौँ अब केही सोध्नु छ अरु अथवा कुनै प्याकेज इंग्लिशमा हुने नेपालीमा हुने इंग्लिशमा छ भने त्यसको लागि पनि मलाई आस्क भन्ने फिचर छ आस्क भन्ने फिचरमा अघि पनि मैले टेक्स्ट मेसेज भोइस मेसेज अथवा के गर्न मिल्छ त नआएको क्वेशनको फोटो खिचेर पनि पठाउन मिल्छ यहाँनेरि मलाई क्वेशन सोध्न सकिन्छ आजलाई यति नै गरौँ केही कन्फ्युजन केही डाउट अरु केही छ भने आस्कमा सोध्न सकिन्छ ओके एभ्रीवन थ्यांक यू सो मच बाइ बाइ सी यू इन द नेक्स्ट क्लास